भाइ सुरु गरौँ ल ल है दाइ अब हामी अनएयर भइसक्यो सुरु भइसकेको छ होइन मलाई चाहिँ होइन अब फर्स्टमा चाहिँ मेरो एउटै मात्र कुराहरू छ क्या होइन हजुर मलाई मेरो मनको कुरा छ क्या होइन किन भन्दाखेरि म सानोमा जस तपाईँले त्यो बेस बजाएर गीत गाएको नदेखेको भए म सायद म त्यस्तरी मोटिभ हुन्थेन होला कि बेस छोप्नु लागि त्यो एउटा फ्यान मुभमेन्ट चाहिँ छ है मेरो लाइफमा जस तपाईँ हुनुहुन्थ्यो अनि ड्रममा अविरल दाई अनि कृष्ण सारू होइन त यु गाइज आर प्लेइङ भैलो क्या तिहारमा अब त्यो बेलामा चाहिँ अब भैलो यो ट्रकमा चाहिँ भैली गर्ने त्यो चलन थियो अनि हामीले पनि मजाले एउटा अब त्यही त हो नि त्यो बेलामा केटाहरू सबै जम्मा भएर भैली देउसी खेलौँ यहाँ भने तर आई वाज ह्याप्पी होइन भाइलाई चाहिँ इम्प्रेस गर्न पाएँ मैले होइन अथवा भाइलाई मोटिभेट होइन अब हामीलाई पनि कति दाइहरूले सिनियर दाइहरूले मोटिभेसन दिनुभएको थियो अब त्यो बेला युनो होइन हामीले धेरै एकअर्कालाई मात्र हेरेर सिक्ने चलन थियो होइन अब त्यो हिसाबले हेर्ने भने स्लोली वी केम टु नो इच अदर अब भाइलाई मैले पहिल्यैदेखि चिने पनि तर त्यो म्युजिकल्ली कनेक्ट चाहिँ अलिक पछि भयो नि त हामी तर पहिल्यै हामी स्कुल लेभलबाट चाहिँ चिनेको होइन त्यो हिसाबले हेर्ने भने चाहिँ भाइ अहिले त बवाल गर्दैछौ होइन अब मैले हेरिरहेको छु भाइको म्युजिकहरू हामीले सँगै बिए प्रोजेक्ट पनि गऱ्यौँ होइन त्यो अहिले स्टप छ गाइस हामी आफ्नो कामले अलिक बिजी भएर चाहिँ त्यो चाहिँ एकदम मलाई एकदम आई फिल रियली ह्याप्पी अब भाइसँग यसरी फेरि सँगै बसेर यसरी कुरा गर्ने फेरि मौका जुर्दैछ भाइ होइन अब त्यही हो पार्ट अफ लाइफ एउटा जर्नी हो होइन त्यसरी हाई स्कुल पछि तपाईँ फेरि ब्याचलर्स नि होटल म्यानेजमेन्ट गर्नुभयो कि अब म चाहिँ मेरो 1 वर्ष लस भयो केमा भन्दा अब मैले आइल्स गर्ने अब त्यो एप्लाई गर्ने त्यो कुरामा चाहिँ मेरो अलिकति समय लस भयो त्यसपछि म बिएचएम आइएसटी दिल्ली बजारमा गरेँ काठमाडौँमा त्यहाँ गरेँ अनि त्यहाँ चाहिँ एकदम राम्रो अपर्च्युनिटी थियो त्यहाँ चाहिँ एकदम मलाई कस्तो लाग्यो भने हामी यो बुटोलबाट काठमाडौँ जाँदाखेरि हामी चाहिँ एउटा म्याङ्गो नै हो जस्तो लाग्थ्यो कि वी आर अ म्याङ्गो क्या हामीलाई केही थाहा छैन क्या तर हो पनि अब कस्तै नै हामी यहाँ अब सबै कुराहरू सानो कुरा देखेको अब बुटोलमा गोलपार्कदेखि जयकुटीसम्म उहाँ मणिग्रामसम्म सबैलाई एकअर्कालाई चिन्ने कसो घर कहाँ हो त्यस्तो थियो अब त्यहाँ काठमाडौँ गइसकेपछि 14 अञ्चल 75 जिल्लाको मान्छेहरूसँग त्यो हसलमा अप डाउन गर्दाखेरि राम्रो मान्छेहरूसँग पनि भेट भयो अब नराम्रो मान्छेहरूसँग भेट भइन्छ तर एउटा फिल्ट्रेसनको हिसाबले हेर्ने भने कलेज चाहिँ आई फाउन्ड होइन खतरा कलेज एकदम मलाई मेरो पर्सनल फेभरेट पनि हो अझै पनि म म्यामहरूसँग एकदम कनेक्ट होइन साल्जबर्ग युनिभर्सिटी हो अस्ट्रियन युनिभर्सिटी हो अनि दे आर डुइङ वान अफ द बेस्ट हस्पिटालिटी प्रोग्राम ल्याउनु भएको छ होइन बेला बेला यहाँ आउनुहुन्छ मलाई भेट्न आउनुहुन्छ त्यो हिसाबले हेर्ने भयो भने सुपर फ्यान्टास्टिक उहाँले चाहिँ बोल्न सिकाउनु भयो हामीलाई अब हामी यसरी गाउँ हो गाउँबाट गए जस्तो भयो उहाँ जाँदाखेरि बोल्न नजान्ने यस्तो यो सबै कुराहरू चाहिँ त्यो एउटा इन्डस्ट्रीले बाँधेर लग्यो क्या अनि आज सम्झिँदाखेरि चाहिँ होइन मान्छेलाई चाहिँ ग्रो हुनको लागि यु डोन्ट निड ओन्ली एजुकेसन क्या त्यहाँ एउटा राइट एटमोस्फियर मात्र पनि इन्भाइरोमेन्ट मात्र भयो भने चाहिँ पढाइ नभए पनि मान्छे बोल्न सक्छ क्या राम्रो कुराहरू बोल्न सक्छ क्या त्यो कुरा चाहिँ मलाई एकदम अहिले फिल हुन्छ क्या किनकि धेरैजनाहरू होइन जस्तै अब हाई स्कुल बुटोल गरेर अब काठमाडौँ गएर ब्याचलर्स पढ्दा अथवा आफ्टर एसएलसी अरू एसएए त्यो टाइममा काठमाडौँ गएर पढ्दाखेरि दे फिल उसलाई त नयाँ युनिभर्स आए जस्तो हुन्छ नि त किनकि तपाईँले अघि कस्तो राम्रो कुरा गर्नु भयो नि त तपाईँको टाइममा गोलपार्कदेखि लिएर भइरहेको कसको घरमा कसले गिटार बजाउँछ कुन टोलमा को सबै थाहा हुन्छ क्या हामीलाई होइन किनकि त्यो टाइममा न फेसबुक थियो किनकि केही पनि थिएन नि त एकअर्कालाई पढाएको थियो नि त होइन तपाईँ अब त्यो टाइममा ब्याचलर्स पढ्दाखेरि अब होइन काठमाडौँ त ह्युज एक्सप्लोर छ नि त किनकि धेरै जस्तो हाम्रो नेपालमा केन्द्रित हुने भनेको ठाउँ नै हजुर काठमाडौँ आउट अफ द बक्स यहाँ कुनै पनि छैन होइन त्यो टाइममा तपाईँ त्यहाँ गएर पढ्दाखेरि कस्तो फिल भयो त फेरि त्यो माहौल इन्भाइरोमेन्ट अरू सबै कुराहरू लाइक हामी बुटोल अझै पछाडि छ जस्तो फिल भयो कि अब त्यहाँ त धेरै रहेछ भन्ने टाइपको पनि भयो होला नि त फेरि त्यो टाइममा त्यहाँ पनि भर्खर हस्पिटालिटी कलेजहरू चाहिँ भर्खर राम्रो हुँदै थियो इन्डस्ट्री नै राम्रो ग्रो हुने स्थितिमा थियो होइन अनि अलिकता समस्या भन्नाले अब
कस्तो थियो नि मान्छेहरू म्याक्सिमम् ड्रग एब्युजमा लागिरहेको थियो क्या अनि त्यो कहाँ यो यहाँ कि उता काठमाडौँ पनि यहाँ पनि यहाँ पनि अनि मेरो घरकोमा पनि एउटा के विश्वास थियो भने यो पनि बिग्रिने हो कि ड्रग एब्युजमा लाग्ने हो कि भन्ने कुराले गर्दाखेरि चाहिँ उहाँले मेरो घरमा चाहिँ अब मेरो पकेट मनीमा अलिकता कटअप सबै कुराहरू चाहिँ एकदमै पकेट मनीमा कसरी सर्भाइभ गर्नु त्यसले त्यो स्टोरीमा सुनाउनु न त फेरि पकेट मनीको पनि एकदम बवाल कहानी छ तपाईँले मलाई सुनाउनु भएको थियो सोल्टी क्राउन प्लाजामा चाहिँ यो अन द जब ट्रेनिङ हुन्थ्यो त्यहाँ चाहिँ हामीलाई कलेजबाट पठाउनु हुन्थ्यो हाम्रो काम चाहिँ त्यो ठुल्ठुलो इभेन्ट्सहरू वेडिङ इभेन्ट्सहरूमा चाहिँ हामीले ट्रेमा अल्कोहल घुमाउने होइन होल ब्याङ्क्विटभरि घुमाउने कत्रो ठुलो थियो त्यो ब्याङ्क्विट एराउन्ड ब्याङ्क्विट म्यासिभ अब तिम्रो लगभग 6,000 जना मान्छे अट्थ्यो होला क्या त्यहाँ किनभने मलाई आई रिमेम्बर 5,000 मान्छे आउँदैछ भनेर थुप्रैजना हामी जस्तो कतिजना हुन्थ्यो तपाईँ अन्डर ट्रेनिङ कतिजना हुन्थ्यो ट्रेनिङमा त त्यही 25-30 जना हुन्थ्यो अरू कलेजहरूबाट पनि हुन्थ्यो हामीबाट पनि हुन्थ्यो होइन मलाई मैले भन्नु चाहिँ 30जनाले त्यो 5-6 हजारजना मान्छेलाई सर्भ गरे त्यो त हामी मात्र प्लस अरू कलेजको पनि त्यो ब्याङ्क्विटको स्टाफहरू पनि सबै गरेर लगभग 50-60 जनाले त्यो उम्काइदिन्थ्यो क्या 5,000 जनालाई अनि मलाई कस्तो लाग्थ्यो भने 5,000 जनालाई यसरी उम्काउँछ हाम्रो त लाग्ने भयो अनि अर्को कुरा के हुन्थ्यो भने उनीहरूले चाहिँ 280 रुपिस दिन्थे क्या पर डे 280 यो फेरि कति सालको कुरा फेरि लगभग इयर 2006 को होला 280 रुपिस 280 रुपिस 65 रुपिस थियो होला पेट्रोलको होइन मैले चाहिँ ठ्याक्क 2-3 लिटर पेट्रोल हाल्थेँ अनि 2-3 लिटर पेट्रोल हालेर अनि कालीमाटीमा त्यो अन्डा र चाउचाउ बनाउनु हुन्थ्यो क्या स्ट्रिटमा रोटी होइन अन्डा र चाउचाउ मात्रै ठ्याक्क खाइन्थ्यो बल्खुमा गएर बसिन्थ्यो अनि 1 बस्थ्यो होला रातिको टक्क गइन्थ्यो अनि भोलि बिहान चाहिँ बाइकमा पेट्रोल टन्न हाल्ने क्या किनभने त्यहाँ 280 रुपियाँ छ नि त कोसीमा अनि पैसा नभए पनि बाइकमा पेट्रोल हुनुपर्छ ताकि हामी जहाँ जानु नि पुगिन्छ भन्ने खालको कस्तो खालको मानसिकता विकास भयो क्या त्यहाँ अनि मैले अझै पनि मेरो भाइ बहिनीलाई के भन्छ तिमीसँग पैसा नभए पनि केही छैन क्या तर तिमीले बाइकमा पेट्रोल हाल क्या ताकि तिमीलाई समस्या भयो भने त्यो समस्या भएको ठाउँबाट अर्को ठाउँमा एटलिस्ट पुग्छौ नि त पार पनि लाग्यो नि त प्रब्लम सल्भ भयो त्यस्तो कुराहरू चाहिँ मैले भाइहरूलाई भन्छु होइन गाह्रो त गाह्रो एकदम अहिले सम्झन्छु बहुत रमाइलो हुन्छ होइन अहिलेसम्म कतिवटा देश चाहिँ तपाईँ चाहिँ आफ्नो कामको सिलसिलामा चाहिँ जानुभयो कामको सिलसिलामा 13वटा देश गइयो भाइ होइन फर्स्ट मलेसिया अस्ट्रियाहरू होइन तिम्रो तपाईँ फर्स्ट जानुभएको चाहिँ कुनमा लाइक कलेजबाट जानुभयो कि लाइक कलेजबाट अब त्यो एकल्चरेसन प्रोग्रामहरू दुनियाँ हुन्थ्यो होइन इन्टर्नसिप प्रोग्राम भनेर अफिसियल्ली म गएको भनेको चाहिँ मलेसियाको गेन्टिङ आइल्यान्ड्स सरी के अरे लङ्कावी अब कति महिनाको लागि जानुभएको थियो लाइक 1 इयरको वान इयर त्यही बस्नुभयो 1 इयर त्यहीँ बस्यो त्यहाँ दुःख गरियो सबै कुरा यो चाहिँ कति सालको कुरा होला यो चाहिँ 2008-9 यस्तै 8-9 तिर गयो त्यसपछि 13वटा देश अनि त्यसपछि कता कता जानुभयो सर त्यसपछि चाहिँ अब बिचमा एकल्चरेसन भन्यो ट्रेनिङ भन्यो क्रस ट्रेनिङहरू भन्यो अब सिङ्गापुर गइयो अब थाइल्यान्ड गइयो भियतनाम गइयो अनि यतापट्टि अब त्यसपछि फर्केर आएँ अनि इन्डिया गयो इन्डियामा चाहिँ मान्छेलाई बाँच्न सिकाउने रहेछ फेरि इन्डिया म्यासिभ छ त्यसमा पनि जाउँला भाइ होइन इन्डियामा गइयो अनि इन्डियाबाट आएपछि दुबई गइयो अनि ओमन पनि गइयो मालदिभ्स गइयो सिसेल्स गयो तान्जानिया गयो साउथ अफ्रिका गयो यिनीहरू देशहरूमा चाहिँ गइयो यो 13वटा देशमा घुम्दाखेरि त अब अनि कामकै सिलसिलामा जुन तपाईँले पढेको कामको सिलसिलामा एक्सपिरियन्स त टन्नै बटुल्नु भयो नि त तपाईँले त सबै ठाउँको आफ्नो रेसिपी अथवा सबै कुराहरू हुन्छ नि इन्भाइरोमेन्टल मान्छेहरूले कसरी बियर खान्छ अथवा हाउ दे ककटेलहरू कसरी खान्छ त्यो सबै कुराहरू पनि त तपाईँले एक्सप्लोर गर्न पाउनु भयो नि त एकदम यो भनेको त अब जति ट्राभल गरेँ त्यति कुराहरू सिक्दै जाने हो होइन मलाई अहिले कस्तो लाग्छ भने मिस नेपाल प्रोग्राम हुन्छ क्या नेपालमा त्यो मिस नेपालमा एउटा टेबल एटिकेट्स टेबल म्यानर्सको एउटा क्लास हुँदो रहेछ क्या
मलाई थाहा थिएन। मैले अस्ति त्यो मिस नेपालहरू अब मिस वर्ल्डहरूको लागि जानको लागि पुरा ट्रेनिङहरू गर्दाखेरि त्यहाँ टेबल एटिकेट्स चाहिँ काठमाडौँको एउटा कुन चाहिँ रिजोर्टमा थियो, मैले राम्रोसँग हेरेको थिएँ, हाम्रो कर्ण साक्य सरको हो, बुढा नीलकण्ठतिर होइन, त्यहाँको हेरेँ क्या। अब त्यहाँ चाहिँ टेबल एटिकेट्स भयो नि त। त्यस्तो टेबल एटिकेट्स भनेको हामीले बच्चाबाट सिकाउनु पर्ने रहेछ क्या। त्यसलाई हामीलाई खान सिकाउँछ क्या, बोल्न सिकाउँछ, त्यो म्यानर्स हो क्या। हामीले अब एउटा रेस्टुरेन्टमा गइन्छ, टेबलमा त्यो प्लेटमा अब खाने बेलामा टडाङ टुडुङ आवाज निकालिन्छ होइन, त्यो आवाज पनि निकाल्नु हुँदैन होइन। पिउने बेलामा अब हामीले यसरी पानी पिउने बेलामा गरेर खाइन्छ क्या, त्यो आवाज निकाल्नु भएन भन्ने खालको कुराहरू हामीलाई बच्चैदेखि सिकाएको भयो नि। हामीले यस्तो यस्तो कुराहरू अहिले ठुलो भएर सिक्नुपर्ने जरुरी हुन्थेन क्या। यानि कि बाहिर मान्छेहरू अरू कुराहरूको खोज गरिरहेछ, हामी चाहिँ बल्ल सुरुवाती फेजमा छौँ क्या, जहाँ हाम्रो हातले यसरी गिलास समात्नुपर्छ, यस्तो गर्नुपर्छ भन्नेतिर हामी उम्किरहेछौँ। त्यो पनि त धेरैजनाहरू विदेश गएर सिक्यो भने त देखे हो खासमा। यहाँ नेपालमा त थिएन नि त, हाम्रो कल्चर फेरि त्यो होइन नि त फेरि। अब त्यही पनि अब सिक्ने क्रममा चाहिँ त्यो सबै चाहिँ सिकाउनु पर्ने रहेछ भन्ने फिल भयो त एकदम। मलाई अझै दुःखको कुरा पनि लाग्छ होइन। अब अहिले त म धेरै मलाई यस्तो रमाइलो लाग्छ, किनभने जता हेऱ्यो भाइ बहिनीहरू सबैजना यस्तो स्मार्ट भइसकेको छ, मान्छेहरूले हेरेर पनि धेरै कुरा सिकिसकेको छ होइन। अब मलाई अहिले आएर कस्तो फिल हुन्छ भने हामीलाई स्कुल पढ्दाखेरि हेर्ने र देख्नेको फरक छुट्टाउ भन्ने कुराहरू पनि पढाएनन् क्या सरहरूले। लुक र सी सुन्दाखेरि त एउटै लाग्छ नि त होइन। लुक र सी भन्ने एउटा डाइरेक्सन र भिजनको कुराहरू सिकाएनन्, अब सुन्ने र बोल्ने कुराहरू सिकाएनन्। अब यस्तो कुराहरू चाहिँ बच्चैदेखि सिकाएको भए चाहिँ हामीलाई कस्तो लाग्ने रहेछ भने हामी बल्ल अरू खोजमा गइन्थ्यो नि त। हामी अहिले बल्ल खाना कसरी खानुपर्छ भन्ने कुरा सिक्यो भने त हामी कहिले दौडिने कहिले उड्ने त्यो कुरामै हामी अल्मलिरहेछौँ क्या। भन्दाखेरि हाँसो लाग्छ होइन। तपाईँहरू म त सेम स्कुल हो होइन, त्यो पनि खतरा बुटोलको होइन, त्यही पनि बुटोलको सबभन्दा राम्रो खतरा त्यो टाइममा होइन। अनि हाम्रो त्यतिखेर नै स्कुलमा पढ्दाखेरि हाम्रो चाहिँ बेसिकै राम्रो थिएन अनेस्टली भन्दाखेरि। किनकि हामीलाई इङ्ग्लिस पढाउने टिचरहरू चाहिँ अब तपाईँले आइएम स्योर फिल गर्नुभयो होला त्यो कुरा चाहिँ। अब यहाँ भनेर त अब छैन, तर चाहिँ हामीले अहिले सोद्धाखेरि मलाई पनि है भन्ने टाइपको त फिल हुन्छ है दाइ। यु रिमेम्बर भाइ, अब त्यो कलेज पढ्दाखेरि हाम्रो एउटा देव सर हुनुहुन्थ्यो क्या। देव सर भैरवतिरबाट आउनुहुन्थ्यो क्या देव सर, स्कुल पनि त हो। देव सरले चाहिँ इङ्ग्लिस बोल्दाखेरि पक्का ब्रिटिस एक्सेन्टमा बोल्नुहुन्थ्यो क्या। अनि हामीले चाहिँ के भन्थ्यौँ भन्दा ओ यो सरको इङ्ग्लिस क्या खतरा छ भन्थ्यौँ क्या। हामी त्यो बेलामा हामीले के बुझेनौँ भन्दा चाहिँ एउटा एक्सेन्ट मात्र इम्पोर्टेन्ट होइन कि एउटा फ्लुएन्सी कसरी डेभलप गर्ने, भोकाबुलेरी कसरी डेभलप गर्ने, शब्दहरूको प्रयोग गर्दा कुन कुन शब्दहरू कसरी प्रयोग गर्ने भन्ने कुराहरू हामीलाई सिकाउनु भएन। कुन ठाउँमा प्रयोग गर्ने त्यो शब्द फेरि त्यो पनि त छ नि, सिकेन नि त त्यो कुराहरू, त्यो सिकाएनन् पनि, सिकाएनन् क्या। त्यो किताबै पढाएर गएको त अनि अरू कहाँ सिकाउँछ त नि फेरि हामीलाई। मैले अझै पनि नेपालीको तत्सम शब्द त्यो तत्सम शब्द भन्ने कुराहरू के आउँथ्यो त्यो मलाई नि याद छ। त्यो दन्ते शब्दहरू जस्तो दाँत त्यो जिब्रोले जस्तो त थ यस्तो यस्तो कुराहरू आउँछ नि त। क छ ट त प ख छ ठ थ फ स भन्दै पढाउँथेँ क्या। अब मलाई त्यो बेलामा घोकेको नि त मैले। तपाईँले घोक्नु तर त्यसको खास मैले बुझेन क्या, खास त्यो बुझाउने हो नि त, एक्सप्लेनेसन गर्ने हो नि त। हो त्यो सिम्पल टर्म छ फेरि दाइ, जस्तै मुखबाट नै हो नि त। हजुर यो जिब्रो जस्तै तल छ कि माथि, अब त्यसरी एक्सप्लेनेसन गर्नु। जस्तै अब एउटा इक्जाम्पल हो, जस्तै यहाँ एउटा केमिस्ट्री अफ बिटर्स भनेछ, यो यस्तो अब पुरै कम्पाउन्ड्सहरूको कुरा गरेछ होइन। अब मैले माथि बच्चा बच्चीलाई C6H12O6 भनेको ग्लुकोज हो, यसैलाई चाहिँ इस्ट हालेर हामीले अल्कोहल बनाउने हो भनेर मैले भने त्यो विद्यार्थी, त्यो 10 क्लास पास नगरेको विद्यार्थी जिन्दगीमा त्यसले बार्टेन्डिङ मिक्सोलोजी सिक्दैन क्या। सिक्दैन। हामीले त्यसैलाई ब्रेकडाउन गर्छौँ। अनि बाबु सुगरको रोगी, एउटा सुगरको रोगीले राइस खाँदैनन् नि, किन खाँदैनन् भन्दा त्यहाँ नेचुरल सुगर हुन्छ र त्यो नेचुरल सुगर चाहिँ हाम्रो शरीरलाई
युज हुँदैन, त्यही भएर तिनीहरूले नखाएको। त्यस्तै नेचुरल सुगरहरू यी दानाहरूमा हुन्छ, त्यसैलाई हामीले इस्ट हालेर अल्कोहलमा कन्भर्ट गर्ने हो भनेर हामीले पढाउनु पर्छ क्या। त्यो हामी त्यहाँ ग्राउन्डमा जानु पऱ्यो नि त अब बिचरा बुझाउनुलाई। अब त्यही भएर मैले स्कुलहरूमा चाहिँ कस्तो सब्जेक्ट हुनु पर्दो रहेछ भन्ने कुराहरू के अब आफूले भोगेअनुसार स्कुलहरूमा चाहिँ हाम्रो जीवनयापन गर्नको लागि एकदमै राम्रो जीवनयापन गर्नको लागि सजिलो हुने कुराहरू के, जस्तै टेक्निकल कुराहरू चाहियो, आफ्नो जीवन उपयोगी कुराहरू हामीलाई के अरे फाइनेन्स भनेको के हो, एउटा स्ट्रेस म्यानेजमेन्ट के हो होइन, एउटा तनावलाई कसरी म्यानेज गर्ने, आफ्नो परिवार फ्यामिलीलाई कसरी ब्यालेन्स गर्ने भन्ने खालको कुराहरू, यस्तो खालको कुराहरू चाहिँ स्कुलमा हुनुपर्ने रहेछ क्या। त्यसले चाहिँ राम्रो बनाउँछ। तर हाम्रो अब स्कुलको कोर्स स्ट्रक्चर करिकुलमै हेऱ्यो भने अब अजिब लाग्छ। अब आई डोन्ट नो है, मैले गलत भने सही भने मलाई थाहा छैन होइन। अब म्याथमेटिक्स पढेर भाइहरू कतिजना त अब साथीहरू त कतिजना डक्टर इन्जिनियर के भए होइन, त नहुनेलाई चाहिँ त्यो कहाँ युज गर्ने भन्दा हिसाब गर्न होइन मात्र हो। मेरो साथीले भन्थ्यो त्यो पर्सेन्टेज निकाल्न नि काम लाग्दैन मलाई भन्थ्यो क्या साथीले। अनि रेसियोको कुरा आउँछ, त्यो हामीलाई कामै लाग्दैन भन्थ्यो। त्यो कामै लाग्दैन हामीलाई त्यो जोड घटाउ मात्र भए पनि हुने रहेछ भन्थ्यो क्या। अब हामीले भनेको अब बेसिक तरिकाले हेर्नु पऱ्यो, अनि फाउन्डेसन स्ट्रङ गरेर मासतिर स्ट्रङ हुनु पऱ्यो नि त। हाम्रो बेसिक अलिकति डाउन भयो क्या, भन्दा हामी त्यसरी आएको भएर होला। फेरि हाम्रो टाइममा फेरि अब जस्तै हामीलाई पढाउने टिचर्सहरू पनि अब हुन्छ नि त, त्यो लेभल अफ क्वालिफाइड पनि अब नहुन सक्छ, अथवा धेरै कुराहरू पनि हुनसक्छ, जसको कारणले हाम्रो बेसिक चाहिँ झुर भयो क्या दाइ। बुझ्नुभयो नि खासमा यो हो कि खास मलाई चाहिँ यस्तो फिल हुन्छ। किनकि जस्तै तपाईँ काठमाडौँ, जस्तै आफ्टर हाई स्कुल तपाईँ काठमाडौँ गएर पढ्दा त धेरै कुराहरू त्यही काठमाडौँमै बसेको त्यही पढेको केटाको उसको बोली र तपाईँको बोली त त्यहाँ त धेरै फरक छ नि त। फेरि बोली सोचाइदेखि लिएर सबै कुराहरू क्या। हामीले म काठमाडौँ गएर मासला भन्दाखेरि मुख छाडिएले भन्थ्यो क्या। तर हामीलाई त्यो कमन थियो नि, हामीले त त्यो कमनली हेरेको नि त। अब उनीहरू कल्चरल्ली पनि एकदम यस्तो राम्रोसँग ग्रुम भइसकेको थियो कि होइन। हामी यहाँबाट गएर जाँदाखेरि त्यहाँ केटाकेटी जस्तो क्या, अब हामीलाई तिनीहरू बोलेको पनि सुनेर सिक्न पर्ने, खाएको कुराहरू देखेर कसरी खान्छ सिक्नुपर्ने, सबै कुराहरू हेरेर देखेर बुझ्नुपर्ने। त्यो गर्दै चाहिँ त्यहाँ 2-3 वर्ष त त्यहीँ जाने रहेछ क्या। अनि त्यो कुराहरू चाहिँ मलाई बहुत नमजा लाग्छ अहिले सम्झँदाखेरि। हे हामी त्यस्तोमा अलमल्लियो जस्तो फिल हुन्छ क्या। हामी चाहिँ सानो कुरामा अलमल्लियौँ जस्तो लाग्छ क्या अहिले पनि। एक्ज्याक्टली। अब हामी सिभिलाइज भइएन, हामी मोडर्नाइज भइयो, हामीले कपडा यस्तो लाउनुपर्छ यस्तो गर्नुपर्छ भनेर हामी दुनियाँ सोचिन्छ। तर हामीले चाहिँ बोल्ने बिहेभ गर्ने तरिकाहरू थाहा छैन क्या। हामी त्यहीमै हरायो क्या, त्यस्तो फिल हुन्छ। त्यही चाहिँ आकाश भाइ अब होइन जिन्दगी। अन्त फर्स्ट इन्टर्नसिप जाँदाखेरि मिसिङ होम मिसिङ म्युजिक चाहिँ के भइरहेको थियो, अनि त्यो टाइममा तपाईँले कसरी अल टुगेदर कसरी सेट गर्दै जानुभयो त सबैलाई? अब अभियसली अब घरदेखि टाढा हुँदा चाहिँ मिस त गरिन्छ होइन। तर म चाहिँ अलिकति करियर ओरिएन्टेड भएको भएर छिटो यो काममा जो मान्छे एकदम अलिकति डेडिकेटेड भएर लाग्छ, जो मान्छेसँग मैले अलिक धेरै सिक्न सक्छु, ऊ मान्छेहरूसँग नजिक हुन्थेँ, फ्रेन्डली इन्भाइरोमेन्ट बनाउँथेँ आफैले पनि होइन। अब यो म्युजिक भनेको चाहिँ कस्तो रहेछ भने बाहिर चाहिँ नि अब गिटारहरू त बाहिर पनि एभाइलेबल हुने होइन। यसो रुममा गएको फिलिपिनो साथीहरूको चाहिँ गिटारहरू रहेछ गएको, उनीहरू चाहिँ बेसी कारोके गाउने त्यो बेलामा। फेरि अब जोन बन जोबीहरू उनीहरूले चाहिँ एकदम त्यो गीत गाइरहेको सुन्ने क्या तलपट्टि कारोकेमा फेरि होइन। अनि मैले गएर गिटार यसो बजाउन भनेको, अनि बजाउँदाखेरि उनीहरूसँग एकदम राम्रो सम्बन्ध भयो। भरे उनीहरू एकदम राम्रो म्युजिसियन पनि रहेछ। सँगसँगै फेरि बारमा त्यो लाइभ म्युजिक हुन्थ्यो। लाइभ म्युजिक हुने
सिङ्गरहरूसँग आर्टिस्टहरूसँग पनि एकदम राम्रो सम्बन्ध भयो। त्यसले गर्दा म्युजिक चाहिँ अब त्यो मिस चाहिँ गरिएन, उता पनि बजाउने रमाइलो गर्ने त गरियो। घर चाहिँ अभियसली रमाइलो हुन्थ्यो, तर इन्टर्नसिपमा चाहिँ एउटा पोजिटिभ कुरा चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ जस्तै फर इक्जाम्पल होइन, अब हामी त इन्टर्नसिप भनेर सर्टेन नम्बर अफ पिपल जाने हो नि त। अब साथीभाइ यहीँबाट सँगै देखिरहेको साथीभाइ सँगै बाहिर गयो छ, अनि घर त मिस हुन्छ, तर अभियसली त्यो साथीभाइ सँगै भएको भएर कति कुराहरू चाहिँ त्यही रमाइलोमा भुलिन्छ क्या हामी। मलाई चाहिँ त्यो फिल भयो। अनि 1 वर्ष थियो, 1 वर्षमा जस राम्रै सिकियो, राम्रै दुःख गरियो। म त यहाँबाट 78 केजीको मान्छे आउने बेलामा कति 63 केजी थिएँ दुब्लाएर। एकदम डेन्जर काम गर्नुपर्ने, 13-14 घन्टा गर्नुपर्ने होइन। अनि दुःख पनि गरियो, काम सिक्यो। अहिले चाहिँ त्यो दुःख नगरेको भए चाहिँ हामीले यसरी बोल्दाखेरि पनि के कुराहरू सेयर गर्ने त, किनकि हामीले दुःखै गरेको छैन नि त सबै कुरा होइन। अब फुलफिल भइरहेछ भने त्यो मजा आएन नि त। त्यो कुराहरू चाहिँ देखियो। 13वटा देशमा इन्टर्न गर्दाखेरि दाइ होइन, लगभग एराउन्ड कति वर्ष तपाईँले त्यहाँ स्पेन्ड गर्नुभयो सबै एज एन क्यालकुलेट गर्दाखेरि? सबै क्यालकुलेट गर्दाखेरि एराउन्ड 10 इयर्स जति गरियो। किनकि तपाईँ त पछि बुटोल चाहिँ 2016मा हो नि ब्याक भएको नि त होइन? 16मा आएको। फर्स्टमा आएर अब के गर्छु भने जस्तो नेपाल आउनुभयो, बुटोलै आउनु, अनि त्यसपछि के गर्ने प्लान गरिराख्नु त त्यो टाइममा? म चाहिँ 17 दिनको बिदा आएको। 17 दिनको बिदा आएको, मेरो बुवा बितेको नि कति 1-1.5 वर्ष भइसकेको थियो। अनि 17 दिनको बिदा आउँदाखेरि चाहिँ मेरो आमाले चाहिँ नजा भन्नुभयो क्या। अनि नजा भयो, यहीँ बस भन्नुभयो यसो कुरामा। अनि यु रिमेम्बर त्यो बिटपोर्ट भर्खर बनेको थियो क्या। बिटपोर्ट भर्खर बनेको थियो कि बन्दै थियो होला त्यो टाइममा? बनेर भ्याइसकेको थियो क्या। अब तिनीहरूको अलिअलि एउटा प्रोग्राम पनि भइसकेको थियो। त्यहाँ चाहिँ सागर भाइले चाहिँ, भान्जाले चाहिँ, मेरो भान्जाको साथी सागर भान्जाले चाहिँ मलाई के भन्नुभयो भने, मामा मलाई प्लिज स्टाफहरूको ट्रेनिङमा हेल्प गरिदिनु पऱ्यो, तपाईँले जानेको कुराहरू सेयर गरिदिनु पऱ्यो भन्ने कुरा गर्दाखेरि चाहिँ मैले त्यहाँ गएर स्टाफहरूलाई ट्रेनिङ दिएँ। 3 घन्टा जति ट्रेनिङ दिएँ। त्यो सर्भिसको कुराहरू कस्तो हुन्छ, क्लब के हो, यस्तो कुराहरूमा ट्रेनिङ, यसो ऱ्यान्डम ट्रेनिङ हो, नर्मल ट्रेनिङ हो होइन। अनि त्यो ट्रेनिङ गर्दाखेरि चाहिँ दिँदाखेरि चाहिँ साँझ चाहिँ अब त्यो त भन्न त नहुने होइन, हि गेभ मी सम एमाउन्ट अफ मनी के, अब एज अ टाइम मैले स्पेन्ड गरेको, इन्भेस्ट गरेको भएर। अनि भान्जाले दिनुभयो। मलाई चाहिँ खुसी त लाग्छ, तर मलाई चाहिने कुरा त थिएन भान्जासँग होइन, एज अ फ्रेन्ड सर्कल होइन। मैले चाहिँ पछि घर आएर आमालाई दिएँ। आमाले के भन्नुभयो भने, यहीँ पनि हुँदो रहेछ त यार, तँ भर्खर गएको मासतिर घुम्न होइन, अलिअलि पैसा यहीँ पनि हुँदो रहेछ, बाहिर नजा भन्नुभयो क्या। अनि मैले अलिअलि क्लिक त भयो, ओ यार भनेको त सही हो। एकछिन दाइ, त्यो टाइमभन्दा अगाडि चाहिँ तपाईँ 17 दिनको बिदामा यहाँ आउँदाखेरि तपाईँ त अब आइएम स्योर सबै ठाउँमा जानुभयो होला, रेस्टुरेन्टहरू यताउति। त्यतिखेर चाहिँ यो जुन अहिले तपाईँको फिल्ड छ मिक्सोलोजीको, त्यो कस्तो थियो यहाँ माहौल चाहिँ? लाइम एन्ड लेमनले चाहिँ भर्खर अब बारमा अरू पनि थियो, अब डाउनटाउन थियो, अब अरू थुप्रै रेस्टुरेन्ट अलि राम्रो तरिकाले बार सेटअप गरेर गरेको डाउनटाउन थियो। आई रिमेम्बर डाउनटाउन। अनि अर्को चाहिँ लाइम एन्ड लेमन पनि तल मात्र थियो, अहिले पो माथि पनि थियो। त्यो टाइममा जस्तै अब तपाईँ आइएम स्योर तपाईँले त्यहाँ ड्रिङ्क्सहरू त लिनुभयो होला, अनि कसरी सर्भ गरिरहेको थियो, म्यानर्स कस्तो थियो त्यो टाइम? र हस्पिटालिटी म्यानर त अब कस्तो छ भने नेपाली मान्छेहरू अल हस्पिटेबल नेचरकै छन् क्या। तिमी कुनै रेस्टुरेन्टमा गए पनि एटलिस्ट केही नगरे पनि राम्रो चाहिँ बोल्छन् क्या, होइन। अब सर्भिस मान्छेलाई त राम्रो मात्र बोलेर भएन, अब कति पैसा आफूले तिरे अनुसार भ्यालु फर मनी चाहियो होइन। अब लाइम एन्ड लेमन वाज डुइङ गुड। अब उनीहरूले नयाँ कुराहरू ट्राई गरिरहेको थियो। अनि मलाई चाहिँ खुसी लाग्यो क्या, इज ट्राइङ भने आफैले गएर हामीले पनि ककटेलहरू म आफै बनाएँ, हामी आफै खाएँ, उनीहरूले पनि खुलायो, राम्रो भयो होइन। रमाइलो सम्बन्ध त्यसरी डेभलप भयो। अनि ऊ पनि मेरो नजिकै साथीभाइ सर्कलको मान्छे रहेछ, सागरलाई मैले फर्स्ट टाइम त्यहाँ चिनेको होइन। त्यसरी चाहिँ हामी फेरि सम्बन्धहरू पनि डेभलप भयो होइन।
त्यो इन्डस्ट्री कस्तो थियो नि भर्खर अब सुरुवाती फेजमा थियो कि सुरुवाती पनि कस्तो सुरुवाती भने भर्खर ताते गर्दै थियो। त्यो ताते गर्नु भनेको त के भने अब त्यसबाट कहिले फ्रुट पाइन्छ मान्छेमा यो हस्पिटालिटी फिल्डमा फेरि भाइ एकदमै लेभल अफ प्यासन्स एकदमै हाई हुनुपर्छ क्या। तिमीले एउटा रेस्टुरेन्ट खोल्यो भने रेस्टुरेन्ट अथवा बार खोल्यो भने त्यसले तिमीलाई इन्स्ट्यान्ट पैसा दिन्न क्या। यदि तिमीलाई इन्स्ट्यान्ट पैसा दिन्छ भने योर बार इज गोइङ टु क्लोज सुन, भेरी फास्ट, 6 महिनामै हेर्दै त। यसरी बुझ्नुपर्छ होइन। तर लकी पनि हुन्छ कोही मान्छेहरू होइन, उनीहरूले किनभने सुरुमै सबै चिज पायो भने त उसले त्यसको डेभलपमेन्ट, त्यसको मेन्टेनेन्स, त्यसको बेटरमेन्टतिर उसले सोच्दैन क्या। ऊ त्यसैमा के हुन्छ भने मोटिभेट हुन्छ, पैसा पाएको छु, रिटर्न दामी दिएछ, खुसी हुँदै जान्छ र उसले आफ्नो दुःखहरू बिर्सिँदै जान्छ क्या मेरो विचारमा है। त्यही भएर त्यो बेलामा अब बामे सर्दै थियो, अब राम्रै होला भन्ने थियो। म चाहिँ बस्छु जस्तो त लाग्थेन मलाई नेपाल होइन। अनि अब त्यो सबै कुरा हुँदाहुँदै त्यो सबै कुरा हुँदाहुँदै मैले कस्तो फिल गरेँ भने अब नेपालमै बस्दा अब 2 महिना भइसकेको थियो, 17 दिनको बिदा आएको। म त्यहाँ बस्दै 2 महिना भइसकेको थियो। 17 दिनको बिदामा चाहिँ कुन देशबाट आउनुभएको थियो तपाईँ? म साउथ अफ्रिका। त्यही लास्ट टाइम त्यही भेट भएको थियो कि हाम्रो। साउथ अफ्रिकाबाट आएको थियो। अब 17 दिनको बिदा सक्यो, 2 महिना मैले उता कम्पनीमा म आउँदैन भने मेरो बोसलाई होइन, माइकल सर हुनुहुन्थ्यो, उहाँले चाहिँ अब त्यो सबै कुरा हुँदाहुँदै पनि फेरि एउटा घरमा क्या अब एउटा हुन्छ नि त, म त्यहाँ नगए पनि अर्को देश जान्छु भनेर मैले हङकङको 4 सिजन्समा ट्राई गरेँ। मलाई हङकङको 4 सिजन्सबाट नि बोलाउनु भयो। आमाले फेरि होइन ठिकै छ नजाऊ अब भन्ने कुरा भएपछि अब बुढी मान्छे होइन, अब मलाई बुढेसकालमा जन्माएको, सी वान्ट्स टु सी मी भन्ने एउटा भावना हुन्छ नि त। एउटा त्यो भावनाले पनि मलाई कस्तो लाग्यो भने र ठिक छ म नेपालमै बस्छु, तर गर्ने के त, किनभने मैले प्लान गरेर आएको छैन, केही गरेको छैन होइन। त्यही कुरामा हामी केराबारी गयो क्या भाइ। केराबारी गइयो, केराबारीमा त्यो गर्मी मौसममा खाना खान भनेर केराबारी जाँदा हाम्रो सञ्जय कार्की साथीले चाहिँ मलाई सिरियसली मैले भिजा आउने कुरा थियो, सबै इन्टरभ्यूको कुराहरू सबै भइसकेको थियो। अनि सञ्जयले मैले हेर न यार भिजा आएको छ भनेर देखाएको, के अरे ऊ भइसकेछ यार इन्टरभ्यू, भिजा पठाइदिन्छु यति गर्थेँ भनेछ यार, जाने कि नजाने होला यार, म त एकदम दुविधामा भएँ भनेर भन्दा उसले पनि मजाकमा भनेको, तर त्यसले मलाई एकदम क्लिक गर्यो क्या। तिमी जस्तो मान्छे यार किन जाने विदेश, यहीँ बस्छ, हामी पनि डुलेछौँ, हामी पनि केराबारी गइएछ, सँगै खाइएछ खाना। म झन् पढ्दै नपढेको मान्छे, म यसरी बसेछु, तिमी त पढेको मान्छे बस्नुपर्छ भनेर उसले मजाकमा भन्दा मलाई हो यार उसले भनेको नि सही हो यार, उसले गरेछ त मैले पनि त गर्न सक्छु नि भन्ने हल्का भावना चाहिँ भयो थियो। त्यो दिन हामीले पेले मुभी पनि हेरेको थियो है, पेले मुभी भन्ने हेरेको थियो, मलाई त्यो याद छ क्या, राम्रोसँग याद छ। अनि गरिरहेको थियो, घर आएर अनि सुरु गऱ्यो, ल घर बिर्सिन्छ भन्ने डर छ नि त फेरि, किनभने हामी फेरि काम गरिरहेको मान्छेलाई अब यो काम बिर्सिन्छ कि भन्ने एउटा डर हुने क्या। डर भन्नाले एउटा गरिरहेको मान्छेलाई त त्यो गर्न नपाउँदाखेरि त्यो टाइममा केही पनि थिएन नि त फेरि यहाँ। अनि फेरि त्यो स्क्रैचबाट सुरु हुन नि त गाह्रो थियो नि त फेरि। अनि स्क्रैचबाट जिरोबाट सुरु गर्नको लागि मैले घर प्र्याक्टिस गर्थेँ, अल्कोहलहरू थियो अलिअलि प्र्याक्टिस गर्थेँ, आफूले सामानहरू बाहिरबाट ल्याएको थियो जम्मा गरेको प्र्याक्टिस गर्थेँ। अनि एक्कासी मलाई के भयो भने होइन यार बिर्सिन्छ यार भनेर अनि 3 कुनेमा एउटा रुम लिएर मैले प्र्याक्टिस गर्थेँ क्या, आफै त्यत्तिकै प्र्याक्टिस गर्ने बस्ने 3 कुनेमा एक्लै। अनि त्यसतिखेर दिनेशहरू आयो, दिनेश हाम्रो माथितिर लक्ष्मीनगरको तारा दाई हुनुहुन्थ्यो, अनि हाम्रो अभिषेक भाइ, हाम्रो के अरे उहाँ एकजना बारटेन्डर निरज भाइ, हामी 4 जनाले चाहिँ हामीले के गरियो भन्दा हामीले मजाले एउटा बार्टेन्डिङ गर्ने ल एउटा राम्रो एउटा इन्भाइरोमेन्ट डेभलप गरौँ भनेर सुरुवात गरेँ। उनीहरूले चाहिँ खास कसरी आएको भन्दा यो पनि कुनै प्लान्ड होइन क्या,
भगवान्ले एउटा इच्छा शक्ति दिएर ल गर म पुऱ्याउँछु भने जस्तै भयो क्या। हामी सिक्छौँ तर तपाईँले सर्टिफिकेट दिनुपर्छ हामीलाई भने। मैले भने आऊ यार गर यार, तिमीले के म सर्टिफिकेट नभन, यो गर म तिमीलाई सिकाइदिन्छु, रक्सी किन आऊ, अल्कोहलहरू सब लिएर आऊ होइन, विस्कीहरू लिक्यर्सहरू म लिस्ट दिन्छु त्यो लिएर आऊ, म बनाइदिन्छु सिकाइदिन्छु भनेको। हुन्न भाइ, हामीले तपाईँलाई फी दिन्छ, तपाईँले चाहिँ हाम्रो लागि सब सेट गर्ने हो भन्ने। भने त्यतिखेरसम्म तपाईँले इन्भेस्टमेन्ट पनि गर्नुभएको थिएन, जिरो इन्भेस्टमेन्ट, अनि उतैबाट लिएर आऊ भन्नुभयो। उतैबाट रक्सी ल्याऊ सिकाइदिन्छु। बट उनीहरूलाई चाहिँ सर्टिफिकेटको भ्यालु भयो भनौँ। उनीहरूलाई चाहिँ सर्टिफिकेटको भ्यालु भएपछि उनीहरूले के भयो भन्दा चाहिँ एउटा नर्मली भन्दाखेरि चाहिँ मलाई चाहिँ एउटा बुस्ट भयो। अनि यो एउटा मोटिभेसनल स्पिकरको एउटा हेरेको थिएँ कि यु डोन्ट निड एनी सिङ्गल मनी टु इन्भेस्ट अर टु डु अ बिजनेस भनेर लेखेको थियो। मैले त बिजनेस पनि सोचेको थिएन होइन। बाई फ्लिक त्यहाँ एउटा बाई एउटा लक होइन केटाहरूसँग भेट भयो, म एकदम जोस म सिकाएँ, 4 महिना भयो केटाहरूलाई सिकाएँ, राम्रो भयो, केटाहरू पनि दामी निस्क्यो होइन। ककटेल्सहरू बनाउने, अब साथीभाइलाई बोलाउने, खाने, हामीले प्र्याक्टिस गर्ने, के गरेको यो भन्थ्यो मान्छेले है। गर्दा गर्दै फेरि अर्को 4 जना स्टुडेन्ट आउनुभयो क्या। फर्स्टको 4 जना स्टुडेन्ट याद छ तपाईँलाई? त्यसपछि फेरि 4 जना स्टुडेन्ट आउनुभयो। ओके। अब 4 जनालाई मैले कसरी राखेको थिएँ भन्दा चाहिँ एज अ मेरो फ्रेन्ड्स के, किनभने तिनीहरू पनि गयो, 4 जना गयो भने त म फेरि एक्लै प्र्याक्टिस गर्ने हो। मलाई चाहिँ साथी चाहिएको प्र्याक्टिस गर्न, अनि उनीहरू पनि सँगै भएपछि हामी 4 जना, उनीहरू 4 जना म 1 जना 5 जनाले गर्थ्यो नि त। फेरि 4 जना आइसकेपछि टोटल 8 जना प्लस 1 9 जना। ठाउँ पुगेन क्या त्यो सानो रुम, यत्रै रुम थियो होला, सानो रुम थियो होला। तर अनि मैले चाहिँ तलतिर शिवालय मन्दिरमा चाहिँ एउटा अलि ठुलो त्यो जोस के होइन केटाहरूसँग गर्नुपर्छ, मैले ठुलो स्पट लिएँ, भेन्यू एउटा ठुलो बनाएँ, एउटा राम्रो स्टार्ट गरेँ। त्यसको रुमको रेन्ट त्यो बेलामा 25,000 थियो, विच वाज वे मोर क्या। अब 25,000 भनेको बहुत धेरै हो क्या, धेरै हो त्यो बेलामा। अहिले पनि धेरै हो, तर त्यो बेलामा त अहिलेको लगभग 55,000 जस्तै हो क्या। अनि गयो, तिनीहरूले सिकायो, तिनीहरू पनि भ्याइयो। त्यसपछि 9 महिना कोही पनि आएनन् क्या, 9-10 महिना। अब जिन्दगीमा 9-10 महिना मेरो लागि सबभन्दा लामो लागेको त्यही 9-10 महिना थियो होला क्या। किनभने 10 वर्ष फुल अन काम गरेर आउनुभएको छ। फुल अन काम गरिरहेको छु, आइ एम नट गिभिङ एनिथिङ फर। अब मेरो इन्कम भएन नि त अब त्यहाँ। वाइ बिकज मैले चाहिँ त्यहाँ सबै आफ्नो टाइम दिइरहेको छु, स्पेस लिइरहेको छु, अब त्यसको रेन्ट तिर्नु पऱ्यो, सबै एडमिनिस्ट्रेटिभ कस्टहरू चाहिँ मलाई त्यो म्यानेज गर्न चाहिँ ढिलो गाह्रो भइरहेको थियो क्या। थ्याङ्क गड मेरो दाजुहरूले सबैले सपोर्ट गर्नुहुन्थ्यो सबै कुराहरूमा होइन। सबै कुराबाट चाहिँ के लेसन लर्न गरेँ भन्दा चाहिँ हरेक स्टुडेन्टको सर्टेन इन्कमबाट चाहिँ मैले एडमिनिस्ट्रेटिभ कस्टको लागि चाहिँ केही कुराहरू बचत गर्नुपर्छ भन्ने चाहिँ नराम्रो पाठ सिकायो क्या मलाई। त्यसले गर्दा चाहिँ महँगो सिकाइ त भएन नि, ठिक्कको सिकाइ भयो नि त। राम्रो सिकाइ भयो। अलि धेरै नै अब महँगो सिकाइ भएको त गाह्रो हुन्थ्यो नि त फेरि त। एक्ज्याक्टली। अनि तपाईँको त्यसले चाहिँ बाँच्न सिकाउने रहेछ, त्यसले काम गर्न सिकायो नि त। किनकि म त स्कुल चलाउँछु भनेर आएकै मान्छे होइन, 17 दिन बिदामा आएको। अब आफूले जानेको कुरा सिकाइरहेको छु, तर म स्किलफुल थिएँ होला, मैले कति कुराहरू आफूमा भएको यो टाइममा फेरि त्यो टाइममा जस्तो 9 महिनासम्म तपाईँ उस हुँदाखेरि फेरि म्युजिक त थियो होला कता, म्युजिक पनि कता कता भइरहेको थियो त्यहाँ। अब हुन्छ नि त, अब यताबाट हामीले गर्ने हो, यता मैले यही गर्ने हो कि म्युजिक गर्ने हो कि यो गर्ने हो कि, त्यो एउटा त्यत्रो वर्ष समय बिताइसकेर पनि म अझै अल्मलिरहेको छु क्या। त्यहाँ सुरु गरिसकेको छु तर म अल्मलिरहेको छु। किन भन्दा चाहिँ मलाई त्यो 9 मन्थको हार्डसिपमा चाहिँ जुन आफूले दिएको इफोर्ट, जुन आफूले दिएको टाइमबाट चाहिँ अलिकता पनि मोटिभेसन नमिल्दाखेरि चाहिँ म चाहिँ एकदम फ्रस्ट्रेट, त्यहाँ गाह्रो क्या लाइफ। तर पनि यताउति गर्दाखेरि राम्रै कुरा सिकियो क्या। अनि पछि स्टुडेन्टहरू स्लोली भर्ना हुँदै जानुभयो होइन।
त्यही ठाउँमा कि फेरि तपाईँ नयाँ ठाउँ लिनुभयो फेरि कता हो त्यहीँ चाहिँ अलिअलि स्टुडेन्ट आउनुभयो अनि त्यहीँबाट हामी त्यो एक्सपेन्सिभ भयो त्यो ठाउँ भन्ने चाहिँ मलाई पछि रियलाइज भयो क्या अनि म त्यहाँबाट सिफ्ट भयो अनि अहिलेको ठाउँमा आएको छु होइन अब अहिले म त्यही ठाउँमा छु जुन त्यो बेलामा सिफ्ट भएको त्यहाँबाट चाहिँ लगभग स्टुडेन्टहरू चाहिँ अब दुःख पनि त्यही अनुसार गरियो तर स्टुडेन्टहरू राम्रै आउनुहुन्छ होइन राम्रै कुराहरू सिक्नुभएछ राम्रै ठाउँमा पुग्नुभएछ होइन अब त्यो त अब स्टुडेन्टको पार्ट भयो तर एज अ लर्निङ चाहिँ भन्छ नि मान्छेले जोसँग नि सिक्न सकिन्छ जोबाट पनि गर्न सकिन्छ भने जस्तो कुराहरूमा चाहिँ मैले त आफैले त्यो 9 मन्थ्सको दुःखले चाहिँ राम्रै पाठ सिकायो मलाई चाहिँ बाबु होइन अब त्यो हिसाबले हेर्ने भने अनि पहिला ककटेल वर्कसप थियो कि त्यसो पहिला बिटर्स थियो त्यसो भए त पहिला ककटेल वर्कसप थियो यसको ककटेल वर्कसप त अब टिएम भयो के अरे अब त्यो स्टेप अफ हस्पिटालिटी भन्छन् त्यो थियो अनि त्यसको त्यो 2016मा खोलेर अनि 17-18मा चाहिँ अक्टोबरमा चाहिँ यो खोलेको यसको पनि हिस्ट्री होला नि त पछिको केही छ यो चाहिँ खास अब सिकाउने भनेर प्लान बनाइसक्नु भयो फेरि सिकाउने भनेर म चाहिँ व्यापक अब स्कुलमै इन्भेस्ट गर्ने अब स्कुलमै टाइम दिने अब स्कुललाई चाहिँ म अगाडि बढाउँछु अब स्कुल सँगसँगै अब जति पनि यो हस्पिटालिटी इन्डस्ट्रीमा हेल्प सिक गर्नुभएछ मैले आफूले जानेको अब म पनि सिक्ने प्रोसेसमा छ भने तर पनि अलिअलि कुराहरू कुनै चिज मैले धेरै सिकेको थिएँ होला कुनै चिज उनीहरूले धेरै सिकेको थियो त्यो एउटा एक्सचेन्ज गर्ने टाइममा चाहिँ फेरि यो बिटर्स रुमको कुरा आयो क्या अनि बिटर्स रुम चाहिँ म र मेरो भान्जाले स्टार्ट गरेको 2018 अक्टोबरमा भान्जाले चाहिँ पछि 2022मा छोड्नुभयो फेरि भान्जा फेरि एकाडेमिक ब्याकग्राउन्डको हुनुहुन्थ्यो अर्कै स्कुल लेभलबाट अब यो एमा फेरि म अलिकता पहिल्यैदेखि लागेको भएर उहाँले छोडेर उतातिर जानुभयो यहाँ चाहिँ हामीले एउटा सानो हेल्दी जुस मात्र बेच्ने खालको सोच गराएको थियो क्या अनि जुसबाट चाहिँ वी चेन्ज टु अब यो ककटेलको सिनारियो पनि गरौँ किनभने ब्लुम भइरहेछ होइन बारटेन्डर्स भन्ने कुरा भइरहेछ यसले चाहिँ बिजनेसलाई पनि हेल्प गर्छ पछि भन्ने किसिमले त्यो लङ टर्म भिजनको साथमा गर्दाखेरि चाहिँ राम्रो भयो भाइ त्यो टाइममा जब तपाईँले जब क्लासेसहरू जस्तै एउटा थोरै सर्कलमा दिन लाउनु भने भन्नुभयो नि त होइन अनि त्यो टाइममा चाहिँ तपाईँ यो यहाँको जति पनि कलेजेसहरूमा तपाईँ त्यहाँ जानुभयो कि नै फेरि त्यहाँ लाइक तपाईँ त पास आउट पनि हुनुहुन्छ पढे लेखेको ब्याचलर्स कम्प्लिट गर्नुभएको छ एक्सपिरियन्स पनि छ कुनै कलेजले तपाईँलाई ल आउनु त हाम्रो कलेजमा आएर हाम्रो स्टुडेन्टलाई गाइड गर अथवा स्कुलमा अथवा त्यो +2 ब्याचलर्समा यहाँको कलेजमा पढाउनु अथवा नेपाल कुनै पनि सेक्टरमा पढाउनु र यसरी तपाईँले यो प्राइभेट मिक्सोलोजी नै फोकस गरेर पढ्दा के डिफ्रेन्सेस छ त डिफ्रेन्सेस अब कतिको मैले कुन चाहिँ इम्पोर्टेन्स हुन्छ बढी एकाडेमिक भनेको चाहिँ त्यसले ग्रोथ हुन सिकाउने हो क्या एकाडेमिक भनेको चाहिँ ग्रोथ हुन सिकाउने स्किल भनेको चाहिँ स्टार्ट गर्न सिकाउने हो क्या मैले त्यसरी बुझ्छु है तिमीसँग एकाडेमिक मात्र कुरा छ तर स्किल छैन भने चाहिँ तिमीलाई स्टार्ट पनि कसरी गर्ने भन्ने कुरामा अल्मलिन्छ क्या तर तिमीसँग स्किल छ तर एकाडेमिक कुराहरू छैन भने तिमी सर्टेन ठाउँमा फेरि स्टक हुन्छ क्या तिमी अब तर तिमीसँग दुइटै भयो भने चाहिँ ग्रोथ पनि हुन्छ प्लस स्किलले तिमी झन् इन्हान्स हुँदै जान्छौ झन् राम्रो हुँदै जान्छौ होइन तिमीलाई रिसर्चको कुराहरू अझै एक्स्ट्रा थाहा हुँदै जान्छ अब कामले काम सिकाउँछ भन्छ होइन त्यो सबै कुराहरू सिक्दै जाने रहेछ यो एकाडेमिक कुराहरूमा चाहिँ कलेजेसहरूले चाहिँ के गर्छ भन्दा चाहिँ डिफ्रेन्स त केही होइन स्किल ट्रान्सफर मात्रै हो मैले जानेको कुरा तपाईँलाई सिकाउने तपाईँले जानेको कुरा मलाई सिकाउने हो तर यो कलेजेसहरूमा चाहिँ कस्तो हुन्छ भने यो मलाई एकदम गाह्रो एकदम नराम्रो लाग्ने कुरा के मैले यहाँ 3 मन्थ्सको ब्याचलर्स डिग्री प्रोग्राम गराउँछु होइन सरी के अरे मेरो डिप्लोमा अब एडभान्स लेभलको बार्टेनिङ गराउँछु मैले होइन सेम कोर्स चाहिँ ब्याचलर्स डिग्रीको 3rd सेमिस्टरमा छ क्या एचएममा होइन अनि त त्यो एउटा फी स्ट्रक्चर्सहरू हेर्ने भने अब हामीले त कति थोरै लिन्छ नि त तर त्यहाँ एक्स्ट्रा 25,000
30,000 त मैले लिएको चाहिँ देखेँ क्या थुप्रै कलेजहरूमा मैले थुप्रै मलाई लाग्यो प्र्याक्टिकलको एक्स्ट्रा practical प्र्याक्टिकल extra, त्यो फीमा पनि एक्स्ट्रा 25-30,000 यहाँ थुप्रै स्टुडेन्टहरू आउनुहुन्छ अनि म कुरा गर्छु के छ किन मलाई त अरू कुरा पनि सिक्न छ। तपाईँको पनि यो 3 महिनाको कोर्स भन्नु नि यसको कस्ट भन्न मिल्छ? हामी 40,000 लिन्छ। 40,000मा हाम्रो म्याक्सिमम् इम्पोर्टेड बेभरेजेसहरू हुन्छ। तपाईँहरूले चाहिँ अनि इन्टर्नसिपको लागि चाहिँ स्टुडेन्टहरूलाई कता कता पठाउनुहुन्छ? इन्टर्नसिप चाहिँ हामीले लोकल्ली पठाउँछ, मैले नढाडिकन भन्दा इन्टरनेसनल्ली हामीले पठाएको छैन। बुटवलमा, काठमाडौँमा, पोखरामा पठाउँछु मैले, भैरवमा पनि भयो होइन, त्यही 4वटा ठाउँमा हो। अनि अहिले चाहिँ नयाँ अब इन्डियातिर भाइहरू गयो अहिले नयाँ होइन, अब त्यो चाहिँ हाम्रो लागि प्लस पोइन्ट भयो। इन्डिया पनि बेङ्गलोरतिर होइन? तपाईँले मलाई अफ द क्यामेरा सुनाइराख्नुहुन्थ्यो कि 2-4 दिन अगाडि नै। अनि बेङ्गलोरमा जानुभयो स्टुडेन्टहरू, अब पुणेमा जानुभयो, विच इज भेरी गुड। अब केटाहरूले त्यता पनि एक्सप्लोर गर्दैछ। अब त्यसले गर्दा चाहिँ हाम्रो स्टुडेन्टहरूलाई अझै प्लस पोइन्ट डेभलप भइरहेछ। पहिला त इन्टर्नसिप प्रोग्राम पनि थिएन, अब हामी जस्तो स्कुल सानो स्कुलहरूले त गर्थेन नि त। अब यो कलेजेसहरूले जति पनि यो इन्टर्नसिप प्रोग्रामहरू गर्नुहुन्छ, अब त्यसलाई पनि एउटा हामी जस्तो संस्थाहरूसँग अलिकति टाइअप भएर गर्नुभयो भने चाहिँ कलेजलाई पनि राम्रो हुन्छ र एउटा ठगेको जस्तो चाहिँ देखिन्न क्या होइन। किन म्याक्सिमम् स्टुडेन्टहरूले के भन्छ, हामीलाई त ठग्छ होला दाइ भन्छ क्या, त्यो त गलत हो नि त। गलत हो होइन। अब फेरि प्र्याक्टिस पनि त्यहाँ गर्नु मिल्दैन नि त कलेजमा। जस्तै तपाईँकोमा आयो भने त लाइक मिल्यो गर्न, सोध्न मिल्यो। हामी चाहिँ एउटा मात्र चिजमा फोकस्ड हुन्छ नि त, बेभरेजमा। उनीहरू त थुप्रै हो, अब कुलिनेरी, अब त्यो गाह्रो पनि हुन्छ, तर म्यासिभ हुन्छ नि त उनीहरूको त इन्फ्रास्ट्रक्चर, जुन हामी भन्दा त कति राम्रो हुन्छ नि त। त्यो इन्फ्रास्ट्रक्चरलाई उनीहरूले किन युटिलाइज गर्न सकिरहेको छैन भन्ने कुरा मेरो हो। त्यसलाई अझै यस्तो गरेको भए खतरा हुन्थ्यो कलेज होइन। अब वर्षभरि हामीले यहाँ 3 महिनासम्म पढाउँदा नभ्याइने कोर्स भ्याइन्न क्या, तर मैले एकदम कम्प्याक्ट तरिकाले दिन एभ्री विकमा हजारौँ कामहरू गराएर केटाकेटीलाई होइन, बाबुहरूलाई अब त्यो इन्भल्भमेन्ट गराएपछि बल्ल भएको कुरा हो नि त। अब उहाँ चाहिँ भन्छन् 3 दिन गरेको प्र्याक्टिकल, हामी जीवनभर गर्दा नि भसेन, 3 दिन गरेकोले कहाँबाट हुन्छ भन्ने मेरो प्रश्न। अनि ठिक छ, एभ्री वान इज वर्किङ देयर ओन वे होइन, तर यो गर्नु चाहिँ राम्रो चाहिँ होइन, प्र्याक्टिकल ओरिएन्ट भन्ने चाहिँ फिल हुन्छ क्या मलाई। पहिलाको र अहिले जस्तै ब्याक इन द डेज होइन, अब 2000 अब तपाईँले 16बाट पढाउनु स्टार्ट गर्नुभयो भने अहिले वी आर इन 2024 होइन। अहिले कस्तो छ त यो हस्पिटालिटी सेक्टरमा? अब लाइक यो बार्सहरू यताउति होइन, विभिन्न अब रेस्टुरेन्टहरू पनि धेरै खुल्दै गयो, क्लब्सहरू खुल्दै गयो, यसमा चाहिँ अब कस्तो चेन्जेसहरू आइरहेको छ कि के भइरहेछ त? यस्तो हुँदो रहेछ क्या, जुनै पनि चिजहरू एक्सेसिभ भयो भने चाहिँ राम्रो चाहिँ राम्रो हुँदैन। केही पनि कुराहरू एक्सेसिभ कुराहरू, एक्सेसिभ जुन चिज इजिली एभाइलेबल भनौँ न, एभाइलेबल भने भ्यालु गरेन क्या। 2016मा खोल्दाखेरि स्कुल थिएन कुनै पनि, खोलेको झन् राम्रो क्या, एकदमै धेरै खुल्नुपर्छ अझै। आई टेल यु वान इन्सिडेन्ट होइन, जमानामा यहाँ ब्युटी पार्लर यो है पार्लरको ट्रेनिङ जहाँ पनि गराउनु हुन्थ्यो क्या, अहिले फेरि सुरु भयो होइन। आइ एम नट टेलिङ दिस इज ब्याड, दिस इज गुड होइन, तर त्यो बेलामा ब्युटिसियन सम्बन्धी तालिमहरू दिनुहुन्थ्यो। आई रिमेम्बर 12 बजे पनि आउँथ्यो क्या ब्युटिसियनको एउटा प्रोग्राम के, नेपाल टेलिभिजनबाट दिन्थ्यो क्या, कहिले खाना पकाउने कहिले ब्युटिसियनको। त्यो बेलामा ब्युटिसियनको ट्रेनिङ दिने कस्तो भयो भने हरेक घरै पछि ब्युटी पार्लर खुल्न लाग्यो क्या। अनि यहाँ ब्युटीसँग सम्बन्धित सम्पूर्ण काम गर्नुका साथसाथै पार्लरसँग सम्बन्धित सम्पूर्ण कामहरू सिकाइन्छ भनेर लेख्थ्यो क्या। आइ एम प्रिटी स्योर अबको 2-4 वर्षमा घरै पछि वरिष्ठ हुन्छ, घरै पछि बार होला होइन, विच इज नाइस। तर नराम्रोहरू पनि त बन्द हुँदै जान्छ नि त, त्यो फिल्टर त अभियसली फिल्टर हुनु जरुरी छ क्या। किनभने मान्छेमा धेरै चोइसेस छ। यसमा चाहिँ कस्तो लाग्छ भन्दाखेरि चाहिँ मलाई मेरो पोइन्ट अफ भ्यू होइन, अब जो स्टुडेन्ट हो जाने हो होइन, ऊ पनि कन्सर्न के विषयमा हुनु पऱ्यो नि, मलाई पढाउने टिचर्सहरू चाहिँ
आर दे क्वालिफाइड होइन उनीहरूको कति वर्षको एक्सपिरियन्स छ अब त्यो सम्बन्धित आफ्नो फिल्डमा भन्ने कुरा त्यो स्टुडेन्टले पनि क्वेसन चाहिँ रेज गर्नुपर्छ जस्तो लाग्छ कि जस्तो तपाईँसँग त 13वटा देशको एक्सपिरियन्स छँदैछ हजुर हजुर होइन त्यसै अहिले जति विभिन्न खुलेका छन् सकारात्मक अथवा नकारात्मक प्रभाव त पर्ने हो स्टुडेन्टलाई स्टुडेन्ट पनि आफू पनि त सचेत त हुन पऱ्यो नि त म कहाँ पढ्दैछु मलाई कसले पढाइरहेको छ उसले मलाई कतिको नलेज दिएछ उसले पनि त भन्न पऱ्यो नि जस्तो लाग्छ मलाई चाहिँ त्यो कन्ज्युमरहरूलाई एकदम बेनिफिट्स हुन्छ क्या धेरै चिज भयो भने उनीहरूलाई अप्सन्स हुन्छ धेरै चिज हुन्छ होइन तर यसले चाहिँ होल एउटा सर्टेन कम्युनिटी अथवा अब सर्टेन फिल्डमा चाहिँ एफेक्ट कसरी गर्दो रहेछ भन्दा चाहिँ जस्तै फर इक्जाम्पल 10वटा एउटा मानव गिटार स्कुल खुल्यो बुटोलमा 10वटा गिटार स्कुल खुलिसकेपछि 10वटामा 10वटै राम्रो छ भन्ने त छैन एक दुईजनाले आफ्नो जिन्दगी जिएको हुनसक्छ त्यो 10वटा स्कुलको लागि होइन भन्नाले त्यो एउटा आफ्नो स्कुलको लागि होइन कुनै न कुनैले फेरि त्यहाँ के गरिरहेको हुन्छ भन्दा पैसाको लागि काम गरिरहेको हुनसक्छ क्या अनि जो स्टुडेन्ट पैसाको लागि काम गर्ने स्कुलमा चाहिँ ऊ पढ्न गछ नि उसले त केही पनि स्किल पाउँदैन किनकि उसले त स्कुल पैसा मात्र तिरिरहेछ होइन अब त्यहाँ नेगेटिभ इम्प्याक्ट के हुन्छ नि त्यो प्यारेन्ट्सहरूलाई ए स्कुलहरू अनि गिटार सिक्ने भन्छ यो भन्छ उनीहरूले सिक्दैन पैसा मात्र खायो भन्यो भने त सबैले त होइन नि त तर त्यहाँ सर्टेन एउटा कम्युनिटी अफ पिपुल सर्टेन एउटा प्रोफेसनमा चाहिँ के भयो दाग लाग्यो क्या तर नट बिकज त्यो एउटा राम्रो गर्ने मान्छेले त गरेको थिएन नि त त्यस्तो नराम्रो त भन्नाले चिज त उसले त राम्रो स्किल्सहरू सिकाइरहेको थियो उसले राम्रो चिजहरू उसलाई गरिरहेको थियो नि त तर नराम्रो गर्नेको कारणले गर्दा राम्रो गर्नेलाई किन असर गर्ने त घुमाउरो तरिकाले भन्दा क्या अब त्यो चाहिँ भएको नराम्रो हो एकदमै नराम्रो हो होइन तर समग्रमा हेर्दाखेरि चाहिँ स्कुलहरू भएको खुलेको एकदम राम्रो कम्पिटिसन भएको त राम्रो तर हेल्दी हुनु पर्यो त्यो कुरा त्यो कसैले नि कसैलाई काँटा हान्न भएन नि त होइन त्यो कुरा छ अब यो स्किल ओरिएन्टेड फेरि कस्तो खालको एउटा प्रोफेसन हो भने स्किल बेस्ड फेरि मैले जस्तो भाइलाई मैले एकदम राम्रो कुराहरू सिकाएँ कि एकदमै दामी कुराहरू सिकाएँ भन्दा मैले पनि सिकिरहेको हुन्छु क्या तर एउटा कुरा कहिले बिर्सिनुहुन्न कि वी आर अल्सो टिचिङ आवर कम्पिटिटर क्या त्यो त हो होइन वी आर नट ओन्ली टिचिङ आवर स्टुडेन्ट क्या वी आर टिचिङ आवर कम्पिटिटर भन्ने चाहिँ रहेछ होइन त्यो पनि मैले पछि यसो आफ्नो भोगाइ अनुसार थाहा पाउँदै जाँदाखेरि आई फेल गुड पनि होइन तर गलत पनि हो यार भने जस्तो नि लाग्छ यो तपाईँको कुरा सुनेर एउटा इन्सिडेन्ट याद आयो क्या तपाईँ क्रिकेट त हेर्नुभयो होला हजुर वाजिम अक्रम अब पाकिस्तानको चाहिँ कस्तो हुन्छ पाकिस्तानी बोलरहरू चाहिँ इनस्विङ आउटस्विङ दुइटै गर्न चाहिँ त्यो खतरा हो नि त त्यो वर्ल्डमा कसैले सिकायो होला होइन वाजिम अक्रमले भन्थ्यो कि एक्चुली होइन मुस्ताक अहमद भन्ने एउटा बोलरलाई चाहिँ इङ्ल्यान्डले चाहिँ हायर गर्यो होइन 3 वर्षभित्र उसलाई चाहिँ हायर गरेर निकालिदियो अरे किन भन्दा उसले चाहिँ इनस्विङ आउटस्विङ सब सिकाइदियो नि त मसलै भनिदियो अरे कि पुरै तर खास मसला चाहिँ अलिकति चाहिँ राख्नुपर्ने रहेछ क्या त्यहाँ खासमा होइन अब यस्तो कम मैले अब तर फेरि चाहिँ फरक चाहिँ कस्तो पर्छ भन्दाखेरि अब तपाईँले मसला पुरै सेयर गरे पनि तरिका हुन्छ नि सूत्र अब हाल्ने कति बेला के मात्रामा कस्तो हाल्दाखेरि त्यो कस्तो हुने भन्ने त होला नि त फेरि त्यसमा यो कस्तो रहेछ भने यदि मान्छेले मेरो कम्पिटिसन म आफैसँग हो भन्ने कुराहरू बुझ्यो भने चाहिँ जति धेरै त्यो मसला जाने पनि मान्छेले जे गरे पनि त्यसमा केही असर गर्ने रहेनछ तर मेरो कम्पिटिसन तिमीसँग हो उसँग हो भन्ने कुरा भयो भने चाहिँ त्यहाँ चाहिँ सबै कुरा बिग्रिने रहेछ क्या उसलाई पनि बिगार्यौँ आफू पनि बिग्रियो त्यो त कस्तो भन्दा सबै कुरा बिग्रियो क्या नकारात्मक सोचको बढी प्रभाव भएर हो नि त दाइ एक्ज्याक्टली क्या सकारात्मक सोचिन्थ्यो भने त माथि उकासिने सम्भावना बढी हुन्थ्यो नि त अब यहाँ आफूलाई माइन्ड डाइभर्ट गर्ने कुराहरू आफू एउटा राम्रोसँग एउटा फोकस्ड हुने तरिकाहरू के भन्दा मेरो च्यालेन्ज मेरो कम्पिटिसन म आफै हो म आफैसँग लड्दैछु मेरो सपनाहरू म बाहेक कसैले पनि पुरा गर्न सक्दैन भन्ने भावना राख्यो भने चाहिँ हजारौँ च्यालेन्ज आए पनि पुरा त गर्न सकिन्छ होला नि त एक दिन भन्ने चाहिँ मैले सोच्छु भाइ होइन
अब म पनि एउटा मोटिभेसनल स्पिकर त होइन होइन, मैले जति आफूले आजसम्म भोगेको एक्सपिरियन्सको आधारमा बोल्दैछु म होइन। अब कतिपय गलत पनि होला, कतिपय मान्छेलाई अब सबै मान्छेले एउटै त हुँदैन, त्यो हिसाबले सोच त सबैको फरक फरक हुन्छ। कम्पिटिटर भएको पनि त राम्रो हो जस्तो लाग्छ, एकदम राम्रो हो नि, त्यसले पुस गर्छ क्या तिमीलाई, त्यसले चाहिँ एकदम पुस गर्छ। किन भन्दाखेरि अब बिङ एज अ म्युजिसियन होइन, एज अ बेस गिटार बजाउने भएर होइन, त्यो अझै बजारमा अझ 2-4जनाले बजाइराखेको खतरा खतरा बजायो भने बल्ल पो मलाई पनि त प्र्याक्टिस गर्नुपर्छ, मलाई यो चाहिने रहेछ, अझै यो साउन्डको कस्तो होला, म झन् रिसर्चतिर जान्छु नि त। यदि मलाई कोही झकझगाउने नि कोही छैन भने त म त त्यता जाँदै जान्दैन नि त फेरि। यो कस्तो कुराहरू रहेछ भन्दा, एउटा सेल्फ डेभलपमेन्टको कुरा भनेको एउटा फरक पाटो भयो होइन। अब कम्पिटिसन्सको पाटो भनेको डिफ्रेन्ट रहेछ क्या फेरि। अब मैले आजसम्म बुझेको एउटा स्किल मान्छे कहिले पनि बिजनेस गर्न जन्मेको होइन क्या, ऊ चाहिँ सिर्फ स्किल सेयर गर्न जन्मेको क्या। अब ओनर क्यान बी अ म्यानेजर भन्छ क्या बिजनेसमा चाहिँ। अब मैले पढेँ अनुसार, देखेँ अनुसार, म सबै चिज बन्छु, यो पनि म गर्छु, यो पनि म गर्छु भन्यो भने चाहिँ कुरा त्यहाँ बिग्रिने रहेछ। त्यही भएर खोलेको राम्रो हो, हेल्दी कम्पिटिसन हुनुपर्छ, अझै धेरै खुल्नुपर्छ, कन्ज्युमरहरूलाई धेरै अप्सन हुन्छ, राम्रो गर्न सकिन्छ। अब एउटा कम्पिटिटर निस्क्यो भने आफूलाई झन् बुस्ट हुन्छ, ल है म अझै बवाल हुनुपर्छ, अझै खतरा हुनुपर्छ, मैले के गर्न सक्छु अझै कम्युनिटीलाई भन्ने किसिमले हजारौँ तरिकाबाट सोच्न सकियो भने चाहिँ बाँचियो, नाइ भने अब इतिहास भइन्छ। त्यही हो। अहिलेको सिनेरीमा चाहिँ कफी कल्चर कस्तो छ त बुटोलमा अहिले? कफी कल्चर आई थिङ्क वान अफ द बेस्ट इन नेपाल। कन्ज्युमरको हिसाबले हेर्ने भने है, त्यो ज्ञातवाला कन्ज्युमर हुन्छ नि, एउटा थाहा भएको कन्ज्युमरको हिसाबले हेर्ने होइन कि। एउटा बुटोल जस्तो ठाउँमा कफी खपत भएछ को हिसाबले हेर्ने भने चाहिँ राम्रो छ, तर ज्ञान भएर मैले कफी खाँदैछु, यो कफी यस्तो हो भनेर, दाइ यो कफी कस्तो, यो यस्तो खायो भने ठिक छ भनेर सोधेर खाने, बुझेर खाने कन्ज्युमर चाहिँ अझै विकास हुन बाँकी छ। तर हुन्छ, अहिले बल्ल कति थर्ड वेभ चलिरहेछ नेपालमा, वर्ल्डमा 5-6 पुग्न लागिसक्यो होइन, वेभ भन्छ त्यो कुराहरू। अलिकति ट्राफिक चोकको कफी खान जानुभयो? याद आउँछ कि नै? याद आउँछ मलाई त अझै पनि यो मेसिन कफीहरू भन्दा मलाई त त्यही ट्राफिक चोक। मैले अझै पनि पढाउन पर्दाखेरि नरिसिङ बेभरेजको पाठ पढाउन पर्दाखेरि ट्राफिक चोकको लस्सी भनेर पढाउँछु क्या। ट्राफिक चोकमा त्यो लस्सी बेच्थ्यो, खाइन्थ्यो, त्यो कुराहरू अझै पनि मेमोरिज छ नि त। तर त्योवाला सिन चाहिँ बवालै लाग्छ मलाई चाहिँ ट्राफिक चोकमा। त्यो बवालै भएको छ, किनकि त्यसले हामीलाई धेरै कुरा सिकायो, त्यसले राम्रो कुराहरू सिकायो, अनि त्यसले हामीलाई कनेक्ट गर्न सिकायो क्या। हामी बुटोलभरिको मान्छे साँझ परेपछि ट्राफिक चोकमा भेट हुन्थ्यो, एकअर्कामा हाई हेलो, हात मिलाउने, हाँस्ने, रमाइलो गर्ने, गफ गर्ने। अहिले छैन नि त। अहिले हामी खोज्यो भने कहाँ छ भने एकजना कता। तर त्यो टाइममा चाहिँ 5 बजेपछि 7-8 बजेसम्म कसलाई को भेट्न छ भने त्यही भेटिन्थ्यो क्या। हाम्रो एक्लै भए पनि गयो भने कोही न कोही कम्पनी दिने हुन्थ्यो क्या। अरू कोही कम्पनी नदिए पनि त्यही कफी बनाएको दाइले कम्पनी दिनुहुन्थ्यो कि त्यहाँ बसेर, के छ बाबु यताउति चिनेर बोलेर होइन, टाइम पास एउटा। अनि बिहानमा पनि जाँदा पनि हुन्थ्यो नि त, खासमा बिहान जाँदा पनि त्यो एउटा भाइब चाहिँ छुट्टै थियो क्या। त्यो कुराहरू चाहिँ मिसिङ हुन्छ नि सिटीमा। अब त्यो धेरै मैले भने नि अघि न, कम्पिटिसन्सहरू बढ्दै गयो भने यस्तो कुराहरूको एट्याचमेन्टको कुराहरू मिस हुँदै जान्छ कि। पहिला छिमेकी कम हुँदाखेरि हामीलाई त्यो घरको छिमेकी, यो घरको छिमेकी सबै थाहा हुन्थ्यो कि। अहिले यस्तो टाइटली प्याक घर छ कि घरै घर छ, साइडको छिमेकीसँग बोलिन्न, को आयो को गयो थाहा छैन। त्यही एउटै बिल्डिङमा अब 3-4 फ्लोरमै अब सबैजना रेन्टमा बस्छ नि, एकअर्कालाई पनि चिनिन्न क्या अहिलेको सिन। त्यो जमाना त्यस्तो भइसक्यो क्या। अनि दुःख त लाग्छ नि। अब हामी अझ त्यस्तो पुरानो मान्छे पनि होइन, हामी त होइन 38-40 वर्ष पुग्नु लाग्यो म। अब त्यो कुराहरू हेर्ने भने
ओहो यार अब मसँग त एउटा सर्टेन एमाउन्ट अफ मनी छ होइन, एउटा इक्जाम्पल के हजुर होइन, त्यो सर्टेन एमाउन्ट अफ मनीले म विदेश जाम कि अब त्यसले चाहिँ मैले नेपालमै जस्तै अहिलेको कल्चर अनुसार क्याफे कल्चरहरू गएको छ होइन, जस्तै तपाईँको जस्तै बिटर्स रुम जस्तै एउटा त्यतातिर इन्भेस्ट गरौँ कि म त्यो बाहिर जाम नि चक्करमा जाम कि के गर्दा ठिक होला जस्तो लाग्छ मलाई। किनकि हाम्रो नेपालमा त अब प्यारेन्ट्सले चाहिँ इजिली म विदेश जान्छु भने चाहिँ 50-60 लाख 1-1 करोड पनि निकालिदिन्छ होइन। तर मलाई 20 लाख दिनुहोस् अथवा 30 लाख दिनुहोस्, म एउटा सानो एउटा क्याफे सेटअप गरेर म नेपालमै केही गर्छु भन्दाखेरि त्यो फेरि पर्सपेक्टिभ त त्यहाँ आउँदैन नि त फेरि सोचाइ त्यहाँनिर। अब युथहरू त डेली अब यो एयरपोर्ट त सधैँ अब बस पार्क जस्तो भइसक्यो भाइ होइन, भइसक्यो त्यो दसैँमा पाहाड जाने भिड जस्तो भइसक्यो। काठमाडौँबाट बुटोल फर्किने बेलामा गाडी नपाउने छतमा बसेको, प्लेनमा छतमा बसेको त्यो ट्रोलहरू आउँथ्यो नि, त्यस्तो भइसक्यो। अब युथ एउटा कस्तो छ भने फेरि नेपालीमा एउटा कस्तो छ भने हामी नेपालीहरू म तिमी सबै हाम्रो लेभल अफ प्यासन चाहिँ छैन क्या। मेरोमा पढ्न आएको एउटा भाइलाई त्यसले आजसम्म 1 रुपियाँ कमाएको छैन, त्यसलाई भोलि बाबु ल तैँले काम सिक्दै गर, ल तँलाई मैले 10,000 रुपियाँ दिन्छु काम सिक्दै गर, अनि त्यसपछि बल्ल म तँलाई काम सिकेर भ्याएपछि 3-4 महिनापछि तँलाई मैले पैसा बढाइदिन्छु भनेर भने भने 10,000 के आउँछ भन्छ क्या। किन अब यो समस्या चाहिँ के भने उसले आजसम्म 1 रुपियाँ पनि कमाएको छैन, अनि भोलि उसले 10,000 पाउँदाखेरि उसलाई थोरै भएर क्या त्यो। हामी त्यसरी हुर्केछौँ क्या, किनभने हाम्रोमा भ्यालु भएन क्या पैसाको, त्यही त होइन। अब हामी क्याफेमा गयो भने साधारण एउटा नर्मल मान्छे हुन्छ, उसले केही पनि गरेको हुन्न जीवनमा, तर उसको करोडको गफ हुन्छ क्या, 2 करोड 4 करोड त्यसले यस्तो गर्यो गोजी खोले नि 500 पनि हुन्न। समस्या त त्यहाँ छ नि त। अनि त्यो युथ चाहिँ बाहिर जान्छु भन्छ, आमा बाबाले त्यसलाई देखेछ नि त, त्यसको त्यो बिहान 11 बजे उठेको, भात पनि खाएको, त्यो मान्छे विदेश जान्छु भन्दाखेरि आमा बाबुलाई डर त लाग्छ, तर नेपालमा उसले केही देखेको हुन्न क्या त्यो प्यारेन्ट्सले, त्यही भएर ल जा विदेश भनेर पैसा जति पनि हालिदिन्छन्। किन हालिदिन्छन्? छोराले विदेश गएर बल्ल दुःख गर्छ, नेपालमा त यो दुःखै गर्दैन भन्ने खालको कुरा छ क्या। नेपालमा पनि सबै मान्छे विदेश गर्छ नि त, तर जो मान्छे नेपाल बस्छ नि त्यो मान्छेलाई फाइदा छ क्या, त्यो किसिमले सोच्नु पऱ्यो क्या। किनभने कोहीले त गर्नु पऱ्यो नि त नेपालमा, अनि त्यो जो मान्छेले गर्छ नि त्यो मान्छेलाई एडभान्टेज छ क्या। त्यही भएर मैले अब युथहरू कतिजना हुनुहुन्छ कि बाहिर जाने प्लान छ भने 10 लाख हालेर अथवा स्टार्टअप गर्नको लागि हजारौँ आइडिया छ क्या, हजारौँ कुराहरू छ क्या। त्यो स्टार्टअप गरेर 1-2 वर्ष हेरौँ न त्यसले कस्तो रिटर्न दिन्छ, 2 वर्ष हेरौँ, 3 वर्ष हेरौँ, त्यसपछि जाउँला बाहिरै जाने हो भने त जसरी गयो नि त भयो नि, जहिले गयो नि त भयो नि, होइन। मेरो विचारमा है, अब गभर्मेन्टले पनि अब त्यही त हो नि, अब गभर्मेन्टलाई त यो दोष पनि नदिउँ, गभर्मेन्टको कुरै नगर भने गभर्मेन्ट छ जस्तो लाग्दैन। हामी अब सबभन्दा ठुलो विडम्बना त्यो एयरपोर्टमा हरियो पासपोर्ट बोकेर विदेशबाट आउने बेलामा जति पीडा नि भाइ, मलाई केही लाग्थेन क्या। मेरो पासपोर्ट फुत्त फालिदिन्छ क्या, रातो पासपोर्ट आयो भने हो सर प्लिज ह्याभ अ सेफ जर्नी गर्दैमा ब्रिटिस एक्सेन्टमा बोल्छ, हरियो पासपोर्ट देख्यो भने हामीलाई फाल्छ क्या। हाम्रो त्यस्तो देश हो, मान्छेहरू सबै विदेश जान खोजेछन्। अब प्यारेन्ट्सहरूले अथवा घरको फ्यामिली मेम्बर्सले पनि एउटा कोही मान्छे कोही युथले गरौँ भनेर भयो नि उसलाई सहयोग छैन, होइन। अब म लक्की थिएँ, मैले त सबै आफै स्क्रैचबाट गरेको, आई डिन्ट इन्भेस्ट एनिथिङ, होइन। अब मैले आफ्नो गोजीबाट 1 रुपियाँ पनि हालेको नि होइन, म लक्की रहेछु। तर मैले दुःख र समय चाहिँ मैले यति गरेछु, त्यही दुःख र समय जसले गर्छ त्यो नेपाल बस, दुःख गर्न एकदम इच्छुक के, ल म गर्छु है, बिहान उठेर सटर खोल्नेदेखि रातिको 2 बजेसम्म 11-12 बजेसम्म सटर बन्द गर्नेसम्म त रेडी हुनु पऱ्यो नि त। त्यो गर्ने मान्छे भए चाहिँ बस,
नआए पनि बाहिर जाऊ 5 घन्टा काम गर ट्याक्क $100 कमाऊ बस नेपाल रेमिटेन्स भित्राऊ बस अमिर खानको एउटा डायलग थियो नि त्यो 3 इडियट्स फिल्ममा के याद छ तपाईँलाई त्यो सक्सेस के पछि मत भएको होइन एक्सिलेन्स भन्छ नि तपाईँ चाहिँ त्यही हो कि खासमा त्यो पहिला तपाईँ त्यत्रो वर्ष सिकेर आउनुभयो नि त अनि विभिन्न देशमा विभिन्न ठाउँको कल्चर पनि त्यो पढाइको क्रम सिक्ने क्रममा एडप्ट गरेर आउनुभयो तपाईँ चाहिँ त्यतातिर जानुभयो नि त फेरि लक्की भन्दा नि तपाईँको हार्डवर्क होइन त्यो कुराहरूले गर्दाखेरि आज यस तपाईँसँग चाहिँ नलेज चाहिँ बढी छ नि त अब त्यो त होइन कस्तो भने हाम्रो जस्तै मैले भन्न खोजेको के टर्म्समा भन्दाखेरि बुटोलको टर्म्समा क्या बुटोल इन काठमाडौँ किनकि तपाईँ त जज भएर पनि जानुहुन्छ नि कति ठाउँमा त बुटोललाई रिप्रेजेन्ट गर्नुभयो नि तपाईँले काठमाडौँ पोखरा होइन अब रिसेन्टली अस्ति भर्खरै पनि यहाँ भएको थियो तपाईँ जज अनि प्लस अब बिटरस्टोरमा आइराख्ने भएर होला होइन अब जस्तै अब कहिले कहिले तपाईँले स्टुडेन्टहरूलाई बेङ्गलोर लिएर गर्छु अब कम्पिटिसन खेलाउन भन्नुहुन्छ नि त अब यो लिङ्कअप गर्न पनि त बिग थिङ नि हजुर गाह्रो त छ नि त किनकि अब भर्खरै अब खुलेको बारटेन्डर अब ककटेल सिकाउने स्कुलहरूको त त्योसम्मको क्षमता पनि एउटा सर्कल पनि त छैन नि त कतिको किनकि स्टुडेन्टलाई चाहिँ एक्सप्लोर गराउने के भन्नु खोजेको मैले किन तपाईँको त विभिन्न देशमा गर्दाखेरि विभिन्न देशमा त कल्चर त्यो एउटा सर्कल बन्यो नि त सब तपाईँ अहिले भर्खरै भन्नु फिलिपिन्सको साथी अब साउथ अफ्रिका उहीको साथी हो त्यसले गर्दा चाहिँ फरक त पर्ने होला नि त तपाईँलाई एउटा यस्तो छ क्या भाइ एउटा ब्रान्ड छ क्या कम्पारी भन्ने ब्रान्ड होइन त्यहाँ चाहिँ के भन्छ त्यसको भिडियोमा भन्दा 1 लाइफ इज नट इनफ टु क्रिएट अ ब्रान्ड भन्छ क्या एक्ज्याक्टली एउटा जीवन चाहिँ पर्याप्त छैन क्या एउटा सर्टेन चिजलाई ब्रान्ड बनाउनको लागि होइन त्यो हेरेर मलाई कस्तो फिल हुन्छ भने मैले जिन्दगीभर दुःख गरेर गएँ होइन अरूको हातमा मैले छोडेर गएँ त्यसले पनि यसलाई जस्ताको तस्तै चलाउँछ भन्ने छैन ग्यारेन्टी छैन केही कुराको पनि ग्यारेन्टी त छैन नि त अब भाइले भन्नुभयो अब भन्यो होइन अब यो बुटोलको सिनारियोमा गरियो अब काठमाडौँमा गरियो होइन सबै चिजमा अब कोसिस त गरिएछ अब सफलता भनेको अब कस्तो हुँदो रहेछ भने पहिलाकोलाई हेऱ्यो भने ओहो म त धेरै माथि आइसकेँ रहेछु थ्याङ्क यू भन्न मन लाग्छ होइन ओ दुःख गरिए रहेछ होइन तर फेरि फ्युचर हेऱ्यो भने फेरि डर लाग्छ क्या वाइ बिकज सबै कुरा अन्यल छ नि त के गर्ने कसो गर्ने होइन अब त्यो मैले भन्छु किन भन्दा मैले 8 इयर्स स्कुल चलाइसकेँ रेस्टुरेन्ट 6 इयर्स चलाइसकेँ कति धेरै देशमा गएँ म पढेँ सिकेँ बुझेँ र पनि मैले अझै भन्छु डर छ नि त मान्छेलाई डर बिना मान्छे त अब मान्छे नै होइन अब यो विकासको कुरा आउँछ यो सक्सेस भन्छन् मान्छेले यो सबै कुरा कस्तो हुन्छ नि भाइ तिमीले अब केलाई सक्सेस भन्छौ अब हिजोमा तिमीलाई खाने कुरा थिएन आज तिमीले सबै चिज पाइरहेछौ त्यसलाई सक्सेस भन्छौ होइन अब होइन नर्मली मैले किन्न पाएँ भनेर मैले त्यसरी भनौँला मैले हिजो जुत्ता किन्न सक्थेन होला आज जुत्ता किन्न सक्ने भएछु सफलता होइन तर भोलि उसले किन्न सक्छ कि सक्दैन त त्यो जुत्ता पर्सि किन्न सक्छ कि सक्दैन या फिर आज उसले सडन जुत्ता लाछ भने भोलि उसले त्योभन्दा नि एक्सपेन्सिभ जुत्ता किन्न सक्छ कि सक्दैन चाहना हो नि त अब वान्ट्स डिमान्ड्स भने जस्तो सबै कुराहरू त अब त्यहाँबाट सुरु हुन्छ क्या त्यही भएर मलाई डर चाहिँ भयङ्कर लाग्छ भाइ त दुःख गर्न छोड्नुहुन्न होइन अब भइरहेछ अब जस्तै यो मास्टर अफ मिक्सोलोजी अब ककटेल क्राफ्ट्स भन्छन् होइन इस्टर्न क्राफ्ट हामीले यहाँ लिक्विड मास्टर गरेछौँ दुनियाँ युथहरूलाई जम्मा गरेर कसरी हुन्छ स्किल भरिदिएर कसरी हुन्छ उसलाई सक्षम बनाम भन्ने कुरा देखिन्छ नि त यो कुराहरू चाहिँ भ्यालुड गर्छ एकदम तर रिलाइ चाहिँ गर्नु भएन म त गर्दैन रिलाइ भाइ त्यस्तो लाग्छ है यस्तो हुन्छ भाइ पहाड चढ्न दुःख चढिसकेपछि पहाडमा बसिरहनु नि त गाह्रो हो नि त फेरि त्यो बसिरहनु नि गाह्रो छ कि एकचोटि भ्यू हेर्नु पो मजा आउँछ अब त्यहाँ बसेर अब सधैँ बस्नलाई त त्यहाँ कति हसल छ नि त एउटा त्यो एकजना अरबिक मान्छेको एकजना जेनलम्यानको मैले एउटा भिडियो हेरेको थिएँ कि इन्स्टाग्राममा यस्तो स्क्रोल गर्दाखेरि
उसले के भन्छ भन्दा सफलता भनेको तैँले कहाँबाट सुरु गरिस् र कहाँसम्म आयो भन्ने सफलता होइन अरे के त त्यो सर्टेन पोइन्टमा कति वर्ष बसिस् त्यो हो सफलता अरे के भन्नु खोजेको मेस्सी रोनाल्डो त्यही दाजुभाइले चाहिँ अब दुईजनाले चाहिँ अब त्यो सर्टेन टाइटल त कति वर्षसम्म तिनीहरू दुईजनाले मात्र लियो नि त्यो हो क्या सफलता आज मात्र पाएर भोलि चाहिँ कहाँ त भएन नि भोलि मलाई यो इन्डस्ट्रीमा विष्णु सारी थियो एकादेशको कथा भयो भने त त्यो भएन क्या विष्णु दाई अझै हुनुहुन्छ यार दाइले अझै गर्नुपर्छ भनेर युथ त्यो हेरेर मोटिभेट भयो भने चाहिँ बवाल मजा आउँछ तर अरू कुरामा त गाह्रो हुँदो रहेछ भाइ अहिले यहाँ लोकल्ली जति पनि अब नयाँ नयाँ भेन्युजहरू खुल्दैछ होइन हजुर त्यो टाइममा अब जस्तै कसैलाई बार सेटअप गर्ने कतिको मान्छेहरू चाहिँ तपाईँसँग कोल्याब गरेर काम गरिरहेको छन् कि त कन्सल्ट गर्छन् किनकि यो जस्तै बारहरू खुलिरहेको छ सबै चाहिँ त्यही फिल्डको चाहिँ हुँदैन नि त होइन कसैलाई आइडिया हुँदैन त्यसरी नै अब तपाईँसँग आइडिया लिन आउने त होला नि त थुप्रैजनासँग काम गरियो काठमाडौँ गरियो बुटोलमा गरियो पोखरामा गरियो चितवनमा गरियो होइन अब कन्सल्टिङको कामहरू अब आफै पर्सनली फिजिकल्ली त्यहाँ काम पनि गरियो होइन यो कस्तो हुँदो रहेछ भने एउटा के कहावत छ नि भाइ सुतेको मान्छेलाई उठाउन सकिन्छ सुतेको एक्टिङ गरेको मान्छेलाई जिन्दगीमा उठाउन सकिन्न भाइ जस्तै गर्ने एक्टिङ के जति बोलाउँदा नि म त निदाते भन्ने होला यो इन्डस्ट्रीमा इन्भेस्टरहरू कस्तो हुन्छन् भने अलिअलि जानेको इन्भेस्टरहरूसँग काम गर्न चाहिँ मजा आउँछ क्या किन उसले बुझेको हुन्छ कि अलिअलि भए पनि ल है मलाई यो चाहिन्छ हो भाइले भनेको सही हो भन्ने कुरा हुन्छ एउटा हुन्छन् फेरि हजारौँ साथीभाइसँग सब कुरा उसले रिसर्च गरेर त्यो साथीभाइ पनि यो फिल्डको होइन क्या फेरि अरू चिजको अनि हामीले दिएको उसलाई आइडियाजहरू दाइ यो यस्तो भएर गर्नुपर्छ दाइ यसरी गर्नुपर्छ यो हुन्छ यस्तो हुन्छ यो स्ट्रक्चर यस्तो हो यसमा चाहिँ यसरी काम गर्दाखेरि यसमा सुविधा हुन्छ र यसरी गऱ्यो भने यहाँ अलिक गाह्रो हुन्छ यतिजना कस्टमरलाई यसरी हामीले एकोमोडेट गर्न सकिन्छ यतिजनालाई सकिन्न भन्ने खालको कुरा गऱ्यो भने चाहिँ उसले होइन मेरो साथीकोमा यस्तो छ अब मेन्यु इन्जिनियरिङको पार्टमा के हुन्छ भन्दा एउटा सर्टेन अपरेसन्स गरेको ठुलो अपरेसन गरेको ठाउँले त अभियसली उसको एक्सपेन्सेस धेरै छ उसको एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस धेरै छ नि त त्यही भएर उसले धेरै पैसा लिन सक्ला चार्जेस धेरै लिन सक्ला सानो ठाउँमा थोरै कस्ट हुन्छ अथवा एक्सपेन्सेस कम हुन्छ अनि उसले त्यसले फलानाले यति लिएछ मैले यति लिनुपर्छ उसलाई थाहा छैन उसको 50वटा स्टाफ छ भनेर होइन उसले होइन त्यसले त 150मा मोमो दिएछ भने नि उसले 150मा मोमो बेचेर ऊ बाँच्छ त बाँच्दैन नि त हो यो कुरा चाहिँ बुझ्दैनन् क्या मान्छेले त्यहाँबाट यो सिकाउने बेलामा अथवा इन्भेस्टरहरूलाई पनि अलिअलि ज्ञान भयो भने चाहिँ फाइदा हुन्छ हामीलाई काम गर्न किनभने उसले बुझिरहेको हुन्छ भावनाहरू अब कोही फेरि कस्तो हुन्छ नि अलिअलि नलेज भयो भने फेरि मलाई सब थाहा छ वाला एटिट्युडको हुन्छन् कोही फेरि लिटल नलेज इज डेन्जरस भने जस्तो होइन अब त्यही हो मान्छेको नेचरसँग काम गर्ने कोही मान्छे एकदम फ्लेक्सिबल हुन्छ कोही मान्छे स्ट्रिक हुन्छ कोही मान्छे अप्ठ्यारो हुन्छ उसलाई जे कुरा पनि होइन पर्फेक्सनिस्ट भने जस्तो क्या अब ठ्याक्कै मलाई यही चाहियो यस्तै चाहियो यस्तै जुरुस्तै जस्तो भिडियो फोटोमा देखेको हुन्छ गुगल खोजेर एट दिन उनीहरूलाई कस्टिङ र प्रफिटसँग मात्र मतलब अरू खासै केही छैन होइन बिजनेस त त्यही हो नि त खास त तर एउटा हुन्छ नि त क्वालिटी अफ सर्भिस टेस्ट वाला कुराहरू आउँछ नि त खास त्यसमा त्यो पार्ट अफ द स्टोरी चाहिँ उनीहरूले बुझ्न खोज्दैन जस्तो लाग्छ मलाई चाहिँ बुझ्न पनि खोज्दैनन् र एक्सपर्टलाई हायर पनि गर्न खोज्दैनन् क्या अब मान्छेहरू मार्केटमा कति धेरै रिसर्च गरेर बसिरहेको हुन्छन् नि त आर्किटेक्टलाई हायर गरे पो बल्ल आर्किटेक्टले यस्तो राम्रो चिजहरू डेभलप गरेर दिन्छ अब मैले गुगलबाट फोटो खिचेर हेरेर मैले त्यो बनाउँछु भन्ने त सक्दैन नि त त्यो कुरा मान्छेको के छ भने एक्सपर्टलाई हायर गर्ने हो क्या जस्तै एउटा कोही इलेक्ट्रिसियन हामीले बिग्रियो भने मैले इलेक्ट्रिसियन पनि गर्छु भनेर हुन्छ र हुन्न नेपाली त्यस्तो छन् क्या अनि हामीले हायर गर्न सक्नुपर्छ क्या हाम्रो के छ भन्दाखेरि सबैभन्दा सुरुमा यसलाई बोलायो भने त पैसा दिनुपर्छ म आफै गर्छु नि त भन्ने खालको मेन्टालिटी छ जस्तो लाग्छ अब बेसिक
मेन्टेनेन्सको कुरा डिफ्रेन्ट हो तर ब्लन्डर कुराहरू आफै हिरो भएर गर्नु भनेको त गलत हो नि त अनि त्यो एक्सपर्टहरू चाहिँ फालिरहेछ क्या त्यो भगैदियो क्या अब एउटा राम्रो मानव एउटा मेकानिक छ अरे अब उसले राम्रो गरिरहेको थियो सबैजना मेकानिक बन्न खोजे क्या सबैजना मेकानिक बन्न खोजिसकेपछि त्यो मेकानिक नि बाहिर जान्छ क्या अन्त सबैजना बन्न खोजेको पनि पुरा त बन्दैनन् अनि आधा कल्चर छोडिदियो कि जिन्दगी अनि त्यहाँ त्यो मेकानिकको कमी भयो न त्यो राम्रो छ न त्यो सबै इन्कम्प्लिट भयो कम्प्लिट भएको मान्छे गयो बाहिर यस्तो भयो क्या दाइ अब तपाईँले त अब धेरै ठाउँ धेरै अब सबै पढाइ गर्ने काम गर्ने सिलसिलामा धेरै टेस्ट पनि गर्नुभयो त्यसको सबैको एउटा तपाईँलाई एक्सपिरियन्स छ होइन हाम्रो नेपाली यो छ नि घरमै उत्पादन हुने छ्याङ लोकल रक्सीहरू होइन अब यसको पनि तपाईँले स्वाद त लिनुभएको छ लाइक टेस्ट त्यो लेभल अफ त छ होला नि त जति पनि विस्कीहरू यताउति छ होइन यसलाई हामीले प्रमोट चाहिँ कसरी गर्न सकिन्छ होला जस्तो लाग्छ यसलाई अलिक राम्ररी ब्रान्डिङ अथवा यसलाई अलिक राम्रो तरिकाले यसलाई पनि अब मार्केटमा ल्याउनलाई एकदम बवाल भाइले एकदम बवाल कुरा निकाल्यो कि अब कस्तो छ भने यहाँ चाहिँ गोर्खा जिल्लामा एउटा गोर्खा जिल्लाको एउटा के ठाउँको एउटा आएको थियो के मैले सेयर पनि गरेको थिएँ फेसबुकहरूमा होइन राम्रो एकदम बवाल काम भनेर मैले बिर्सेँ त्यो ठाउँ होइन त्यो तिनीहरूले एउटा अल्कोहल बनायो कोदोबाट बनेको रक्सी घरबालुवा रक्सी मजाले अब त्यो रक्सी युकेमा कति हो 23 पाउन्ड हो कि कति पाउन्डमा बिक्री हुन्छ क्या मेड अफ हिमालयन मिलेट भनेर राखेछ क्या त्यही कोदोको रक्सी भनेर त्यही हो बनाएको तरिका नि त्यही हो सबै चिज त्यही हो उसले कति 21-22 पाउन्डमा बेचिरहेछ बेलायतमा होइन हाम्रो यहाँ त्यो रक्सी 200 रुपियाँ लिटर फाल्दैछ त्यो पुलिस आयो भने अब यत्रो धेरै किन बनाएको फालिदिन्छ होइन अब यो खास के हो भने चाहिँ अब यो माइक्रो डिस्टिलरी अहिले त बनिसक्यो कानुनहरू त्यो जमानामा थिएन अहिले के छ अहिले माइक्रो डिस्टिलरी माइक्रो ब्रुवरीको लाइसेन्सहरू भर्खर डेभलपमेन्ट भइरहेछ होइन पहिला पनि थियो होला अब हामीलाई त्यो बेलामा अलिक ज्ञान भएन होइन अनि अहिले चाहिँ के छ भने सुरुवात हुँदैछ कुनै बेला चाहिँ धेरै धेरै लामो प्रतीक्षा गर्नु चाहिँ पर्दैन जस्तो लाग्छ है मलाई यसलाई ब्रान्डिङ गर्नलाई 1-2 वर्षको ब्रान्ड 1-2 वर्षमा चाहिँ हामीले छ्यापछ्याप्ती कोदोको रक्सी ब्रान्डिङ गरेको राम्रो बोतलमा हालेको कानुनहरू सबै बनाइसकेर सबै बनिसक्यो घरमै कसैले ल आफै घरै उत्पादन गरेर खान्छु भने त कतिसम्मको मात्रा एउटा सर्वोच्चले त पहिल्यै दिइसक्यो नि त यसको एउटा मापदण्ड त यति 30 लिटर भने क्या अब 30 लिटर रक्सी वर्षमा होइन मासिक 30 लिटर घरमा उत्पादन खानको लागि है खानको लागि घरमा आफूले खान कन्ज्युम गर्नको लागि 30 लिटर रक्सी चाहिँ बनाउन पायो जस्तै कसैलाई बेच्न छ भने चाहिँ के छ प्रावधानहरू कसरी जान मिल्छ एज पर माई इन्फर्मेसन अब मैले पनि त्यसमा अझै राम्रो रिसर्च गरिरहेको छैन किनभने कति पैसा तिर्ने हो त लाइसेन्सको लागि के छ त प्रावधान भन्ने कुरा चाहिँ मैले अलिक बुझिरहेको छैन तर मैले यसो नजिकको साथीभाइसँग डिस्कस गर्दाखेरि चाहिँ 80 लाख जति चाहिँ लाइसेन्सलाई तिर्नुपर्छ के भन्ने कुरा गरेको सुनेको थिएँ इयरली मलाई एउटा सानो कुरा बुझ्नु मन लाग्यो त होइन यो जति पनि नेपालको रक्सीहरू बियरहरूमा माथि त्यो एउटा स्टिकर हुन्छ नि गभर्मेन्टको खास त्यो के हो दाइ त्यो ट्याक्स हो त्यो ट्याक्स हो त्यो चाहिँ गभर्मेन्टले नै त्यो सबै त्यो गभर्मेन्टले लगाइदिने स्टिकर हो गभर्मेन्ट लगाइदिने मलाई यो विषयमा थाहा थिएन भाइले यस्तो राम्रो कुरा गर्यो म चाहिँ उसको टुबकको होइन बडवाइजरको ब्रुवरीमा गएको थिएँ यताभित्र धक्दैतिर भैरहभित्र गएको सबै बियरमा चाहिँ स्टिकर छैन क्या अनि मैले दाइ यो चाहिँ के हो यो के गर्नु यता राख्नुभएको भनेर सोधेको अब यहाँ चाहिँ बल्ल गभर्मेन्ट एक्साइजको मान्छे आउनुहुन्छ उहाँले चाहिँ सबै स्टिकरहरू लेबलिङ गरेर सबै राखेर बल्ल यो चाहिँ हामीले बेच्ने हो भन्नुभयो क्या अनि दे वर वेटिङ फर समवन टु कम एन्ड किप द गभर्मेन्टकै मान्छे आएर ल यो ठिक छ भनेर नै अब सबै कुराहरू होला अनुगमनको कुराहरू होला त्यो मापदण्ड होला केही
क्वालिटीको कुराहरू यो प्रोडक्सन्स भनेको एकदम ह्युज कुरा आइछ कि अब त्यो हो अब हामीले अब यसरी बनाउन त आउँछ त्यसलाई मार्केटमा सेल गर्नको लागि कतिवटा कुराहरू हामीले पुरा गर्नुपर्छ त लिगल कुराहरू भन्ने कुराको ज्ञान लिनु चाहिँ एकदम आवश्यकता छ क्या प्रोडक्सन गर्ने मान्छेले किनभने हामीले बुझिरहेको छैन नि त मैले सुन्नमा आएको के हो भन्दा माइक्रो ब्रुवरीको कुराहरू चाहिँ कति लाइसेन्सिङहरू भइसकेको रहेछ क्या तर माइक्रो ब्रुवरीको कुराहरू कति लाइसेन्सिङ आइसकेको रहेछ ठुल्ठुलो कम्पनीजहरूले त त्यो माइक्रो ब्रुवरीको लाइसेन्स त उनीहरूले लिएर बसिहाल्छ नि अब सपोज मलाई बियर बनाउन मन लाग्यो माइक्रो ब्रुवरीको मैले एउटा लाइसेन्स लिन मन लाग्यो भने चाहिँ पैसा त हेरिदिँदैछ सबैलाई पैसै कमाउँछ त नि अब यहाँ चाहिँ पहिला त मैले यो पहिला पढिन्थेँ नि इकोनोमिक्समा के ह्याभ एन्ड ह्याभ नट्स भन्ने के द डिफरेन्स बिट्विन ह्याभ एन्ड ह्याभ नट्स ग्याप बिट्विन ह्याभ एन्ड ह्याभ नट्स भन्ने कुरा हामीले त्यो पढिन्थ्यो क्या पहिला त्यो बेलामा धनी केटाले पनि त्यही चप्पल लाउँथ्यो गरिब केटाले पनि त्यही चप्पल लाउँथ्यो सबैले त्यही चप्पल लाउँथ्यो क्या भाइ तिमीले नि टाटनको सर्ट लगायो होला मैले पनि टाटनको सर्ट लगाएँ भाइ सबैले टाटनको सर्ट लाउँथ्यो क्या टेवा चप्पल दाइ त्यो फिस चप्पल एक्ज्याक्टली के होइन तर अहिले हेर त्यो डिफ्रेन्स ठ्याक्कै थाहा हुन्छ क्या यो मान्छेले को त्यो ग्याप देखिन कति वर्ष लाग्यो अहिले बोल्न हामीले देखेको भनेपछि 20 वर्ष त हामीले हेरियो नि त कम्तीमा मलाई चाहिँ कस्तो फिल हुन्छ नि लगभग मेरो क्यालकुलेटमा है लगभग 10 वर्ष चाहिँ मलाई अहिले फिल भइसक्यो मलाई पहिला त्यो कस्तो लाग्थ्यो नि इन्डियामा लाग्थ्यो क्या कसैले आएर अब फलाना ब्रान्डको चप्पल फलाना क्रक्स के छ होइन हामीलाई त जस्ट चप्पल थियो नि हात्ती छ धनीले पनि त्यही लाग्थ्यो गरिबले पनि त्यही लाग्थ्यो 8 बिघा जग्गाहरूले त्यही लाग्थ्यो सुकुम्बास पनि त्यही सबै लाग्थ्यो नि त होइन तर अहिले चाहिँ कस्तो चेन्जेस भयो नि त इन्डियामा बिलिनियर भएको देश कति धेरै बिलिनियर इन्डियामा छन् तर कति धेरै स्लम पनि त छ नि त्यो त वाइल्ड धेरै छ नि अब त्यो हिसाबले हेर्ने भने त फेरि नेपालमा इन्डियामा मैले यस्तो समय पनि देखेको छु त होइन अब रेलवे त्यो प्लेटफर्म हुन्छ नि बच्चा त्यही जन्मियो होइन त्यही जवान भयो उसले त्यहीँ बिहा गर्छ त्यही जन्मिन्छ त्यही उसको बुढेसकाल त्यही हुन्छ उनी मरेर जान्छ उसलाई लाइफ टाइममा आफ्नो घर पनि बनाए हुँदैन त्यही प्लेटफर्मको त्यो हुन्छ नि प्लेटफर्मै उसको घर भयो क्या त्यस्तो खालको पनि देखाएको छु है मैले अघि दाइले मिठो कुरा भन्नुहुँदै क्या अब इन्डियाको कुरा निकाल्नु भयो इन्डिया विदेश होइन कुरा निकाल्नु मलाई एउटा कुरा यसमा के जोड्न मन लाग्यो भन्दाखेरि जस्तै हामी यो बोर्डर साइडमा छौँ नि त हामी होइन हामी लक्की छौँ कि ब्लेस छौँ कि एटलिस्ट हामी इन्डिया घुमेर आयौँ पनि नि धेरै कुरा सिकिन्छ जस्तो लाग्छ कि जस्तै अब कसैलाई धेरैजनालाई थाहा छैन होला जस्तै अब गोरखपुरको रेलवे स्टेसनमा गएर ट्रेन कसरी चढ्ने थाहा छैन कतिलाई कुन प्लेटफर्ममा आउँछ कति नम्बर डब्बा हो त्यो पनि एउटा एक्सपिरियन्स लिनु चाहिँ पर्छ जस्तो लाग्छ जानुहोस् इन्डिया घुम्नुहोस् धेरै कुराहरू छ अघि तपाईँले स्टार्टअपको कुराहरू मात्रै नि होइन जस्तै विदेश जानलाई 60-70 लाग्दैन यही बिजनेस गर्छु भन्दाखेरि नदिने एक्चुअली इन्डिया गएर आउनु 50-60 हजारको कुर्ती सुर्ती लिएर आउनु सानो आइटम लिएर आउनु अनलाइन सेल गर्नु त्यसमा नि राम्रो पैसा छ जस्तो लाग्छ मलाई गर्नु कतिपय बिजनेसहरू मैले बुझेको त्यो फुड ब्लगरहरू हुन्छ नि इन्डियाको त्यो एउटा मिम आउँथ्यो क्या फुड ब्लगरहरूले भैयाले धेरै चिज हालिदियो भैयाले बटर कति धेरै हालिदियो भन्नेवाला के त्यो ठेलामा बनाइराखेको त्यो हेरेर त्यो ठेलाको खानालाई राम्रो तरिकाले रेस्टुरेन्टमा पनि बेच्न सकिन्छ भन्ने कन्सेप्ट पनि त डेभलप गर्न सक्नु पऱ्यो नि त मान्छेले इन्डिया भनेको हरेक किसिमको कन्ज्युमर छ नेपालमा छैन त्यो विडम्बना हो मेरो एक्सपिरियन्स दाइ दिल्ली जाँदाखेरि कहाँनिर मैले ठाउँ भुलेँ होइन एउटा त्यो मटनको आइटम खाएको क्या इट वाज लाइक 4 पिस और 5 पिस 4-5 पिस थियो तर पिस चाहिँ ठुलो थियो एराउन्ड लगभग कति 1100 आइसी उसले 5 स्टारको रेटमा बेचिरहेको दाइ त्यहाँ स्ट्रिटमा होइन 1100 रुपियाँ आइसी 4 पिस न 5 पिस थियो तर ठुल्ठुलो थियो सोच्नु तपाईँ आफै होइन इन्डिया भनेको सिक्न जाने हो क्या त्यसले बाटो बनाउँछ क्या बाटो देखाइदिन्छ क्या बाटो देखाइदिन्छ अब म चाहिँ कलकत्ताबाट सुरु गरेको जोर्नी होइन कलकत्तामा इन्टरभ्यू भएको त्यसरी म चाहिँ दिल्ली गएँ चेन्नई गएँ बेङ्गलोर गएँ केरला गएँ थुप्रै बसेँ म इन्डियामा
इन्डियामा चाहिँ 200 रुपियाँ भयो भने पनि मजाले बाँचिन्छ क्या। 5-6 दिन 6-7 दिन बाँचिन्छ होला जस्तो लाग्छ मलाई, किनभने त्यहाँ रोटी सबै कुराहरू भेजिटेबल्सहरू सब्जीहरू सबै कुराहरू एउटा राम्रो मजाले पाइरहेको हुन्छ स्ट्रिटमा एउटा राम्रो मिल खाए पनि अब 10-20 रुपियाँमा टन्नै हुन्छ तपाईँको पेट। हो। अब यो कुराहरू चाहिँ खास इन्डियाले चाहिँ कस्तो, अब यो कुराहरू चाहिँ हाम्रो नेपालमा किन छैन भन्ने कुरा क्या। अब हामी चाहिँ कस्तो भइसक्यो भन्दा चाहिँ हामीले युज गर्ने सबै चिज के, सबै चिज इज मेड इन इन्डिया क्या। यहाँ हेर न, मेड इन इन्डिया हो होइन, यो मेड इन इन्डिया, यसको र मेटेरियल मेड इन इन्डिया, सबै मेड इन इन्डिया हो क्या। अनि मलाई कस्तो लाग्छ भने हामी सबै मेड इन इन्डिया चलाइसकेपछि अभियसली त्यो नेपालमा आउँदा त महँगो भइहाल्छ। उनीहरूकोमा त त्यो चिज त त्यही अमुलको चिज हेरौँ न, अमुलको बटर हेरौँ न। मैले रेस्टुरेन्टमा अमुलको बटर चलाउँछु है हजुर। हामीले त्यो अमुलको बटर जोखेर हाल्नुपर्छ, जोखेर ट्याक्क एक्ज्याक्टली कस्टिङ त त्यही हिसाबले निस्किन्छ तपाईँको त। फेरि इन्डियामा गयो भने हाल जति हाल्छ साल, किन उनीहरूलाई जे कुरा पनि सस्तो छ त्यहाँ, हामीले त्यही कुरा यहाँ ल्यायो भने कति महँगो हुँदै जान्छ नि त। त्यही एउटै आइटम उनीहरूले क्वान्टिटीमा धेरै पनि बेचिदिन्छ नि त। फेरि त्यो कुराले गर्दा पनि फरक छ, फरक छ, कन्ज्युमर धेरै छ। त्यही भएर मलाई चाहिँ इन्डिया भनेको, म इन्डिया ताजमा काम गरेको होइन कति वर्ष, अब त्यो कति 48 मन्थ्स काम गरेँ होला होइन। इन्डियाले चाहिँ मलाई पलिस गरेकै ताजले हो जस्तो लाग्छ होइन यो कामप्रति। म हस्पिटेबल म्यानर भएकै मेरो पहिला मलाई ब्याट नखुला भन्ने जस्तो रिस उठ्थ्यो क्या। पछि तिनीहरूले चाहिँ हामीलाई हाम्रो हरेक मान्छेको एउटा एटिट्युड एउटा क्यारेक्टरलाई चाहिँ मजाले स्लोली पलिस गर्दै गइसकेपछि त्यो एउटा सर्टेन टाइम फ्रेममा चाहिँ त्यो चेन्जेस ड्याममा देखिने रहेछ क्या। आई फिल सो प्राउड होइन। मलाई चाहिँ मैले त्यहाँ कामहरू गर्दाखेरि मलाई एकदम खुसी लाग्छ होइन। तर हामी खास एकदम ब्लेस हो क्या खास, किनभने इन्डिया जाँदाखेरि हामीले नेपालीहरूलाई कुनै खालको भिजा पासपोर्ट केही पनि लाग्दैन, केही छैन। तर बङ्गलादेशी पाकिस्तानी अरू नेबरिङ कन्ट्रिजहरू जाँदैन उनलाई सबै त्यो हजुर हजुर त्यो भिजाहरू आवश्यक रहेछ कि होइन। तर हामी चाहिँ त्यहाँ नेपाली भनेर जाँदाखेरि उनीहरूले राम्रै ट्रिट गर्छ। मलाई त त्यस्तो नराम्रो ट्रिट गरे जस्तो फिल चाहिँ मलाई भएन। म युपी पनि कति घुमेँ होइन, अब दिल्ली, अब गुजरात, अब सबै ठाउँ जाँदाखेरि चाहिँ एकदमै मजाले नि थियो। तर हरेक ठाउँमा चाहिँ नेपाली नै हुन्थ्यो यस्तो के, त्यो भेटिने कि कोही न कोही। फेरि अब आफू नेगेटिभ भयो भने आफूले नेगेटिभ कुरै रिफ्लेक्ट गर्छ नि त। अब हामी पोजिटिभ भएर राम्रोसँग बोल्यो, सर भन्दै जेन्टलम्यान भन्दै राम्रोसँग बोल्यो भने त हामीलाई पनि त कसैले नराम्रो गर्दैन नि त। अनि मान्छेले भन्छ इन्डियन यस्तो उस्तो भन्छ नि नेपालीले, कति नेपालीले होइन, सबैले त भन्दैनन् होइन। तर त्यो पनि एउटा गलत मानसिकता हो क्या। पहिला एकचोटि बुझ, पहिला जाऊ गएर हेर भोग त्यहाँको अब सबै कुराहरू बुझ अनि बल्ल भन। यहाँ फेरि कतिजना हावाहरू त्यत्तिकै बोलिदिन्छ कि फेरि होइन। अबको के छ दाइ, अब के छ प्लान तपाईँको? स्कुल अब केही यताउति अब फ्युचर प्रोजेक्टहरू भनौँ न, कम्पिटिसनहरू छ कि स्टुडेन्टहरू प्रिपेयर हुँदैछ? एउटा चाहिँ पोखरामा यो हिमालयन फ्लेयर कम्पिटिसन्स छ पोखरामा। अस्ति आज भर्खरै त्यो फ्ल्याट्सहरू डेभलप भयो, त्यहाँ कम्पिटिसन गराउँदै हुनुहुन्छ। त्यसको लागि अब स्टुडेन्टहरूलाई फेरि रेडी गर्दैछौँ। अनि सँगसँगै एउटा वर्ल्ड बेस्ट बारको लागि लानको लागि अब यो बारलाई म एकदमै वर्कआउट गर्दैछु। यसमा लगभग तपाईँको 150-200 ब्रान्ड्स अफ अल्कोहल्सहरू राख्ने यतिको सानो बारमा होइन। अब म ककटेल्सहरू पनि एकदम नेक्स्ट लेभल ककटेल्सहरू डेभलप गर्ने। अब वर्किङ युथहरू, अब जति पनि वर्किङ क्लासको युथहरू बिजनेस गरिरहनु भएको छ, ब्याङ्कमा जब गर्नुभएको छ, त्यो कस्टमर्सहरूलाई टार्गेट गरेर आइएम ट्राइङ टु गिभ देम वान अफ द बेस्ट प्रोडक्ट होइन अब यो एरियामा। अनि आई डोन्ट नो वाट विल ह्यापन, तर एउटा चाहिँ बवाल गर्नको लागि चाहिँ एकदम आतुर छु। अब वर्कआउट गरिरहेको छु, सेभिङ गर्नु पऱ्यो, त्यसको लागि फेरि अलिअलि पैसाहरू जुगाड गर्नु पऱ्यो होइन, सबै कुराहरू गर्नु पऱ्यो। अब अलि धेरै टाइम त नलाग्ला, तर 1-1.5 महिना लाग्ला।
1.5 महिनामा मैले त्यो कामहरूको लागि चाहिँ एकदमै वर्कआउट चाहिँ गर्छु। अब त्यो भनिराख्दाखेरि फेरि अब च्यालेन्जेसहरू पनि छ, जस्तै अब सिजनहरू चेन्ज हुँदैछ, अब फेस्टिभलको सिजन्सहरू आउँदैछ, अब कतिपय कुराहरू आफूले सोचे जस्तै पनि नहोला, सबैजना मनोरञ्जनमा बिजी भइन्छ होइन। अब हेरौँ भाइ, अब तिमी भइरहेको म त आइरहेको छु किनकि जस्तै मेरो लागि र मेरो एज ग्रुपको लागि अथवा मैले चिनेको हामीलाई चाहिँ कम्फोर्टेबल हुने ठाउँ नै यही नै हो जस्तो लाग्छ। किनकि हामी डेली रेगुलर रूपमा आइरहेको नै हुन्छ। किन अर्को कुरा कस्तो भने त्यो खालको इन्भाइरोमेन्ट सेटअप नभए जस्तो पनि लाग्छ दाइ, जति पनि बनिरहेछ अब यताउति। एउटा यस्तो हुन्छ क्या, मैले फिल गरेँ है, म अलिक टकेटिभ नेचरको पनि छु, अलिकति फ्रेन्डली नेचर छु, म सबैजना कस्टमरसँग आउँदाखेरि बोल्छु। अनि एकजना मान्छे जो एक्लै कफी खान आउनुभयो भने पनि उहाँ पनि बोर हुन्न क्या, किन मैले उहाँ गएर सर कहाँबाट हजुर, ए हो हजुर यसरी हुनुहुन्छ उसरी हुनुहुन्छ ए भनेर अनि उहाँसँग सम्बन्ध डेभलप गर्छु क्या। त्यसले गर्दा के भयो भन्दा चाहिँ अब त्यो हो कन्भर्सेसन गर्नुपर्छ, सबै कुरा छ, हस्पिटालिटीले सिकाउँछ, तर एउटा होमली इन्भाइरोमेन्ट पनि डेभलप गर्नु पर्दो रहेछ कि। होमली इन्भाइरोमेन्ट भनेको यो मेरो घर हो जस्तो भावना हुनु पऱ्यो, यो मेरो रेस्टुरेन्ट हो जस्तो भावना भयो भने चाहिँ त्यो काइन्ड अफ एटमोस्फियर डेभलप भयो भने चाहिँ गेस्टहरू पनि आएर रमाइलो गर्ने सबै कुरा हुँदो रहेछ क्या। हामीले चाहिँ त्यसरी हेर्छौँ। अब कतिपय सबैजना कनेक्सन्स मात्र होइन क्या, जतिजना मान्छे आउँछन् उसलाई बल्ल कनेक्सन्समा डेभलप गर्ने क्या। सुरुमा जतिजना कस्टमर आउनुभयो सबै मेरो कनेक्सनको कस्टमर त होइन नि त, होइन। अनि जति पनि अब गेस्टहरू आउनु, अब मेरै साथी अब रेगुलर आइरहेको थियो, म आउँथेन होइन, तर पछि बल्ल अब त्यो पहिले त्यो झन् डेभलपमेन्टहरू भयो। त्यो गर्दाखेरि चाहिँ अलिकता राम्रो त हुन्छ, तर समय लाग्ला। अब सबै कुरा चेन्जेस भनेको टाइम त लागिहाल्छ नि, लाग्छ। एट दि एन्ड चाहिँ कोही अब हुन्छ नि, जस्तै तपाईँले अब मानौँ कोही हस्पिटालिटी सेक्टरमा अथवा आउने इच्छुक हुन्छ, अथवा कसैलाई आइडिया नभएर हुनसक्छ, अथवा कसैलाई टिप्स चाहिरहेको हुन्छ, केही भन्न चाहनुहुन्छ त? हस्पिटालिटी इन्डस्ट्री भनेको चाहिँ इट्स नट फर एभ्री वान होइन, मलाई चाहिँ त्यसरी भन्छु। अब घरमा साधारणतया भनौँ न, अब घरमा एउटा पाहुना आउँदाखेरि जो मान्छेले नमस्ते अङ्कल आराम हुनुहुन्छ, ए आन्टीलाई सन्चै छ अङ्कल, बाबु कहाँ छ नि अथवा भाइ कहाँ छ नि, सन्चै हुनुहुन्छ भने धेरै पछि भेट भयो नि अङ्कल, हो मलाई कस्तो खुसी लाग्यो अस्ति न गर्थेँ भनेर जो मान्छेले चाहिँ विनम्रताको साथमा त्यो घरमा आउने अङ्कलसँग बोल्न सक्दैन नि, त्यो मान्छेको लागि चाहिँ हस्पिटालिटी होइन क्या। हस्पिटालिटी भनेकै त्यहाँबाट सुरु हुन्छ क्या, घरबाट क्या। घरमा आउने पाहुनालाई फर इक्जाम्पल है मैले भन्छ, एउटा पाहुना घर आउनु भयो तपाईँको घर, भाइको घर होइन, त्यो पाहुनालाई चाहिँ नमस्ते अङ्कल भन्यो होइन, घरमा कोही छैन, बस्नु अङ्कल भन्यो, पानी पिउनुहुन्छ पानी दियो, त्यही हो। अनि वाइफाई चलाउँदै बस्यो क्या, तिमी मोबाइल चलाउँदै बस्यो होइन, त्यो मान्छेले तिमीलाई कतिचोटि प्रश्न सोध्ला, दुईचोटि, अनि ड्याडी कता जानुभयो र बाबु भन्यो, मम्मी कता जानुभयो होला, तिमीले चाहिँ ऊ त जानुभएछ मार्केट भन्छ, अनि तिमीले केही सोध्दैनौ क्या होइन। ऊ मान्छे त्यहाँ धेरै बेर बस्दैन क्या, त्यो गेस्ट उठेर गइहाल्छ क्या। यो हस्पिटालिटी इन्डस्ट्री पनि सेम त्यही हो क्या। तिमीले ऊ कस्टमरलाई हाउ इज द फुड, इज एभ्रिथिङ ओके भाइ, हिजो कहाँ जानुभयो त दाइ भेटै भएन, अथवा फ्रेन्डली इन्भाइरोमेन्ट छ भने होइन, भाइ हजुरले हिजो खाएको फुड चाहिँ मलाई अलि अप्ठ्यारो लाग्यो, हजुरलाई मन पऱ्यो दाइ, उसको हरेक कुराहरू चाहिँ सानसानो कुराहरूमा तिमीले खुसी दिन सक्नु पऱ्यो क्या। त्यो कुरा चाहिँ हस्पिटालिटी हो। अब कोही मान्छेलाई बोल्ने मनै हुन्न रे, तिम्रो रेस्टुरेन्टमा आएर म चुप्प लाएर बस्छु, आफ्नो टाइम स्पेन्ड गर्छु भन्ने त थाहा हुन्छ नि त। यस्तै ऊ मान्छेलाई बोल्न मन छैन, नबोल्ने, उसको आफ्नो स्पेस दिने, उसको आफ्नो प्राइभेसी दिने होइन। त्यो कुराहरू चाहिँ बुझ्नु पऱ्यो। त्यो नबुझ्दासम्म चाहिँ त्यो त कमन सेन्स हो नि त होइन। अब युथहरूलाई चाहिँ आउनु चाहिँ पर्छ, किनकि यसले बाँच्न सिकाउँछ, खान सिकाउँछ, लाउन सिकाउँछ, बिहेभ गर्न सिकाउँछ,
पिउन सिकाउँछ, बोल्न सिकाउँछ, अनि बल्ल मान्छेको व्यक्तित्वमा एकदम प्रभाव पार्छ क्या यसले चाहिँ। पर्सनालिटी नै सबै कुरा डेभलप हुन्छ नि त। अब हामीलाई पहिला कस्तो सिकायो, कोट प्यान्ट लगायो भने खतरा पर्सनालिटी भन्थ्यो। पर्सनालिटी भनेको त्यही मात्र त होइन, सबै कुरा एट्रिब्युट सबै कुरा हो नि त। सबै कुरा यो कुराहरू चाहिँ भन्छु मैले अब युथहरूलाई, अब यु आर हाइली वेलकम होइन, इन्डस्ट्री निड्स यु है। तिमीलाई सबै युथहरूलाई चाहिँ म इन्करेज गर्न चाहन्छु होइन। अब आऊ गर, खतरा हो, गर्नुपर्छ, तर अलिकति लेभल अफ प्यासेन्स राख्नु, अनि मेहनत गर्न त छोड्नु भएन। अब हामी अझै हामी अल्कोहल इन्डस्ट्रीमा छौँ भने अल्कोहल भनेको त सबै ड्रिङ्क गरेर मात्ने मान्छेहरू आउँछ नि त। अब त्यहाँ त हामी त्यो मातेको मान्छेहरूलाई हेरेर रमाइलो गर्न सक्ने स्थितिको हुनु पऱ्यो क्या होइन। अब त रिसाएर भएन, यसले यस्तो भन्यो दाइ, यसले यस्तो भन्यो, कम्प्लेन त्यो भएन क्या। त्यो अब फर्स्ट टाइम क्यामेराको अगाडि यसरी भाइसँग आएको, यु गेभ वन्डरफुल अपर्च्युनिटिज होइन। सम्पूर्ण टिमहरू हुनुहुन्छ, अब पर्दा पछाडि जति साथीहरू हुनुहुन्छ होइन, अब खुसी त लाग्छ भाइ होइन, एज अ स्पेस दिनुभयो। अनि अब यसरी अब पोडकास्टमा अब एउटा पोडकास्ट भन्दैन, एउटा भलाकोसारी कुराकानी संवाद। अब यो संवादलाई चाहिँ फ्रुटफुल भयो जस्तो लाग्छ कतिपय ठाउँमा होइन। कतिपयले मलाई चिन्नु भएको थिएन होला, चिन्नु भयो होला, अथवा कतिपयले धेरै चिन्नु भएको थियो होला, अलिक कम चिन्नु भयो होला फेरि होइन। अब त्यो सबै कुराहरू अब हेर्नु होला, सुन्नु होला, बोलौँला फेरि होइन। So thank you everyone for watching. Please like, share, subscribe and comment. Thank you. Thank you.